आइटी पढेर मालामाल भइन्छ भनेर पढायो क्या मैले पनि ल्यापटपमा बसेर पैसा भनेर गरे 5 महिनामा 50 लाख हो। कोडिङमा हेरेर गर्न सकेन मैले, किनभने सीमा सिनै आएको होइन। यार तपाईँ त खतरा ऱ्यापर रहेछ यार, तपाईँको कहाँ छ च्यानल भन्छ। म ऱ्यापरै होइन नि, म ऱ्यापर होइन भन्छ। कहाँ दाइ कुशल दाइले त्यत्तिकै बिचमा राख्छ तपाईँलाई भन्छ। अब त्यो मोटे भएर राखेको। इन जेनरल नेपालमा कन्टेन्ट क्रिएसनले किन त्यस्तो लिप लिन सकेको छैन जस्तो लाग्छ? सकेको छैन। एउटा भाइरल गयो भनेर सेलिब्रिटी स्टेटस पाउँछ क्या मान्छे। पे राम्रो गरेर छ अहिले। प्रोड्युसर प्लिज तपाईँ सिकेर आउनुहोस् यार फिल्म मेकिङ, अनि बल्ल पैसा हाल्नुहोस्, अन्त यतिकै नहाल्नु। लिङ्क नभइकन पाउँदैन। एक्टिङ ट्यालेन्ट देखान अडिसन हुँदै एकदम सिलेक्टेड अडिसन हुन्छ, फिक्स्ड हुन्छ, एकदम फिक्स्ड हुन्छ। भेरी फ्याक्ट। केटीहरूलाई सेक्सुअली ह्यारास हुन्छ, केटाहरूलाई मेन्टली ह्यारास हुन्छ यो फिल्डमा क्या। है जता पनि भ्याकेन्सी छ, स्टुडेन्टलाई त्यहाँसम्म कसरी पुग्ने थाहा छैन, पुगिसकेको मान्छेलाई फेरि त्यहाँ आउँदैन कि। मलाई पनि थाहा छैन मेरो सी भित्र के छ भनेर के मेरो प्रोग्रामिङ ल्याङ्ग्वेज। किनभने अस्ति नै सिभी ओपन गर्दाखेरि पनि मैले यसबाट पढेको हो त, मैले माइनर प्रोजेक्ट मेजर प्रोजेक्ट चाहिँ यसमा बनाएको छु भनेर कोडहरू त थाहा हुन्छ क्या। थाहा हुन्छ नि यसले कहाँबाट ल्यायो? स्टुडेन्टलाई के भन्ने भन्नु। अनि त्यही त म सकिरहेको छैन भने चाहिँ तपाईँहरू स्विच गर्नुहोस् यार। मेन्टली प्रेसर नदिनुहोस्, आफूलाई पनि फाइनेन्सियल प्रेसर नदिनुहोस्। इन्जिनियरिङ मैले कसरी पास गरेँ मलाई थाहा छ साहब। हेलो नमस्ते, वेलकम टु बुक योर काउन्सिलिङ पडकास्ट। आजको हाम्रो पडकास्टमा वी हेभ टु रियली स्पेसल गेस्ट, निश्चल दाई अनि मधु दाई। सो वेलकम टु द पडकास्ट। थ्याङ्क यू सो मच। यो 5 टेक पछि गर्यो होइन दाइ, हजुरहरू भए नर्भस भयो कि म। सो आजको हाम्रो पडकास्टमा चाहिँ एकदम इन्ट्रेस्टिङ कुरा के छ भन्दा चाहिँ यु बोथ हेभ सेम हुन्छ नि इन्जिनियरिङ ब्याकग्राउन्ड, सफ्टवेयर इन्जिनियरिङको क्लासमेट। सरी आइटी इन्जिनियरिङ, अहिले सफ्टवेयर इन्जिनियरिङ भनेर छ कि होइन? आइटी इन्जिनियरिङ डिग्री नै हो हाम्रो त्यही नै हो। तर आई थिङ्क त्यहाँ सफ्टवेयर इन्जिनियरिङ पनि नयाँ कोर्स छ, सफ्टवेयर पनि छ भर्खर हामी पछि आएको। ओके पियुमा त्यो छ। अनि सो दाइहरूको जस क्लासरुमदेखि अहिले वाट युआर डुइङ वर्कमा होइन, दाइ अहिले आइटीमै हुनुहुन्छ, हजुर अहिले एक्टिङ करियर त्यतातिर हुनुहुन्छ। सो एकदम आज इन्ट्रेस्टिङ कन्भर्सेसन हुन्छ जस्तो लागिरहेछ। सो स्टार्ट गर्ने बेलामा मैले अलिक सफाइज गर्न सक्दैन, दाइ अहिले सर्ट इन्ट्रोडक्सन आफ्नै गरिदिनु, अनि त्यसपछि आई थिङ्क वी क्यान स्टार्ट। ठिक छ भाइले मैले राति नै भने हो भाइ हामी यो हो, तिमी नोट डाउन गर। मधुको एउटा स्टोरी एलर्समा छ भिडियो, त्यो पनि हेर। भाइले होमवर्क गरेन, हजुरको नि हेरे, दुइटैको हेरे। एउटा 33 मिनट्सको थियो, हजुरको 29 मिनट्सको थियो। मधुदाइको इन्ट्रेस्टिङ थियो हजुरको भन्दा। देखिस् यस्तो त्रिशूल निकाले वाला दामी थियो उसको। त्रिशूल थिएन त्यो, उसको फिल्म जस्तै थियो गजुर। ल अनि उसले भनेको थियो क्या एउटा, ल भन के भनेको थियो? इन्ट्रोडक्सन दियो क्या आफ्नो। ए मेरो चोर्नलाई पर्दैन, म युनिक भन्छु तेरो चोर। ओके गाइज, म चाहिँ आइटी ब्याकग्राउन्डको, मेरो घर जनकपुर, अनि म अहिले कन्टेन्ट क्रिएसनमा छु र एक्टिङमा पनि गर्दैछु। यति नै भने मैले चाहिँ। मेरो नाम चाहिँ मधु खड्का, म पनि आइटी ब्याकग्राउन्डकै हो। हाम्रो आइटीमा इन्जिनियरिङ गरेको, पछि म्यानेजमेन्टमा मास्टर्स, अनि अहिले चाहिँ म आइटी पनि गरिरहेको छु साइड बाई साइड कन्टेन्ट क्रिएसन यताउता निश्चलले फसाएर यसमा म लागिरहेको छु। हामी अहिले दुईजना भर्साइड प्रोडक्सनमा छौँ। भर्साइड प्रोडक्सन त्यहाँ काम गर्दैछौँ, प्रोडक्सन कम्पनी हो। सो इन्जिनियरिङ गरेको मेजोरिटी अफ द मान्छेहरूलाई रिग्रेट हुन्छ होइन, अनि हजुरहरू पनि आई थिङ्क त्यसको एउटा एकदम राम्रो इक्जाम्पल होला आफ्नो ब्याचलर्स लाइफमा। मैले त निश्चल दाइको एकदम क्लोजली नै हजुरको इन्जिनियरिङको त्यो जर्नीवाला पार्ट मैले मजाले एकचोटि अब्जर्भ नै गराएको छु। सो त्यही त्यो भिडियोमा हजुरले भनिसकेपछि होइन, स्टोरी अलर्समा। अनि सो त्यहीबाट स्टार्ट गरौँ न, इन्जिनियरिङबाट नै सुरु गरौँ हाम्रो, बिकज हाम्रो मोस्ट अफ द भ्युवर्सहरू पनि त्यही सेगमेन्टको हुनुहुन्छ, दोज हु आर इन्टु आइटी म्यानेजमेन्ट चाहिँ गर्दै हुनुहुन्छ। सो लाइक हाउ वाज हजुरहरूको लाइक इन्जिनियरिङ टाइम कस्तो भयो? द टाइम यु स्टडिङ त्यो बेला कस्तो थियो? होइन यस्तो हुँदो रहेछ क्या, इन्जिनियरिङ पढ्दाखेरि चाहिँ आइटी पढेर मालामाल भइन्छ भनेर पढायो क्या मैले पनि होइन। मालामाल भइन्छ, पैसा युएस विदेश ल्यापटपमा बसेर पैसा भनेर गरे। 5 महिनामा 50 लाख, 5 महिनामा 50 लाख, 1 करोडको 4 लाख।
त्यो 1 करोडको के 1 करोडको 50 लाख भनेर त्यसरी पढ्या हो होइन मेरो 4 थियो तिम्रो 50 पुग्यो अब जे होस् अनि त्यस्तो भनेर पढ्या हो खास मैले स्टोरी टेलर्समा पनि भनेको छु क्या साइडको दाइ चाहिँ आइटी नै गरेर युएसमा सेटल हुनुहुन्थ्यो क्या अनि म खास 6 महिना सिभिल इन्जिनियरिङ गरेर अनि ड्रइङ गर्दाखेरि जहिले पनि कालो हुने के पेपर इन्जिनियरिङ ड्रइङ गर्दाखेरि होइन यो मेरो लागि होइन भने जस्तो के गरे कालो त्यो अनि त्यो भएर चाहिँ 6 महिनापछि मैले त्यो दाइसँग कुरा गर्दाखेरि हे सिभिल इन्जिनियरिङ त सबैले पढ्छ नि आइटी इन्जिनियरिङ गरेर त्यसमा छ स्कोप भनेर भन्यो स्कोपमै हेर्छ नि त मान्छेले अनि त्यसपछि चाहिँ म त्यहाँ गइसके पछाडि यो निश्चललाई भेटेँ सुरुमा भेट्दाखेरि मान्छेले हेलो आयो भन्छ मैले निश्चललाई कसरी भेटेँ झुलिरहेछ मलाई क्लास मर्निङ क्लास मस्त झुल्दिने फेरि उसको फेरि एकदम ट्यालेन्टेड मान्छे हो क्या एउटा भित्ता मात्र भेट्नुपर्छ सुत्दिन्छ क्या अहिले घुर्दिन्छ आँखा हेरेर त्यस्तो ट्यालेन्ट छ क्या निश्चलको अनि निश्चल चाहिँ अब त्यही पढिरहेको थियो अब के पढेर सँगै पढेको थिएन हामी आइटीमा पढिरहेको थियो 12 वर्षको दोस्ती भयो अहिले पनि थाहा छैन यो के गर्छ मलाई यो एजेन्ट लागिरहेको छ यसो इन्जिनियरिङ चाहिँ उसले भने जस्तै पैसाको लागि नै पढायो हो कमाइन्छ भनेर यस्तो हुँदो रहेछ तिम्रो स्कोप भनेर एउटा टर्म छ क्या यो स्कोप भनेर होइन अनि त्यो नै सबै प्यारेन्ट्सहरूले पनि स्कोप हुन्छ यता हुन्छ भनेर गर्ने हो क्या सबैले त्यही भएर छोराछोरा पढाउने हो क्या अनि हामी पढ्दाखेरि आइटी बल्ल बल्ल आएको थियो क्या सिएसआइटी आएको आई थिङ्क 3-4 वर्ष भइसक्यो त्यहाँ सिएसआइटी आएको टियुबाट अनि आइटीको एकदम क्रेज हुनेवाला छ अब आइटी नै हो हुनेवाला छ सरकारी अफिसरहरूमा नि अब आइटीको आइटी अफिसर राख्ने होइन त्यो पनि छुट्टै हुँदै थियो त्यति बेला आई थिङ्क भइसकेको थियो 1-2 वर्ष त्यहाँ पनि भइसकेको थियो अनि आइटीको क्रेज हुनेवाला छ भन्ने थियो अनि म चाहिँ सिएसआइटी पढ्न गएको थिएँ खासमा तर त्यहाँ चाहिँ अलिकति कस्तो लाग्यो मलाई मेरो नाम अगाडि इआर लेखाउँथ्यो क्या मलाई होइन इआर लेखाउँथ्यो अनि किनभने बुवालाई छोरो इन्जिनियर भएको थियो अनि मैले एउटा भिनाजुको बिएको कार्डमा देखाएको थिएँ क्या ई लेखाएको थियो क्या ई लेखाएको थियो क्या इन्जिनियर यो के हो भन्ने भएको थियो क्या मलाई डिआर त थाहा थियो मलाई यो के भएको थियो होइन अनि बुझ्दैन त इन्जिनियरले ई लेखाउनु पाउँछ भनेर यही पढ्ने भएको थियो क्या मलाई किन मलाई बिएको कार्डमा ई लेखाउनु थियो बस त्यति मात्र बच्चादेखि सपना थियो बिहे गर्ने होइन भएको छैन नि दाइको अझै त्यो छैन उसको अब अन द वे छ मैले चाहिँ बिहा गर्दा मैले चाहिँ लेखाएँ यस्तो कुरा भाइले कोत्रियो फेरि बसेन नि दाइ भनेर फेरि अहिले रुन्छ क्या फेरि त्यो पीडा नकोट्याउ तर के हुँदो रहेछ भने यो आइटी पढ्नेहरूको चाहिँ कस्तो हुँदो रहेछ भने मेरो मिस्टेक्सबाट चाहिँ म भन्न चाहिँ के चाहेँ भने कस्तो भयो भने सबैजना मान्छेले के भन्छ नि मेरो दाइ यो कम्पनीमा छ मेरो भाइ यो कम्पनीमा छ मलाई त यो डिग्रीको लागि मात्र पढायो भनेर गफान्थ्यो आफूलाई केही आउँदैन है ला मलाई त केही पनि आउँदैन भन्ने भयो क्या मलाई आइटी पढ्दाखेरि मलाई केही आउँदैन जब कि 3rd सेमेस्टरमै ऊ काम गर्न थालिसकेको थियो मलाई नभनिकन म भन्दैछु म आत्तिएँ क्या अनि त्यो आत्तिसके पछाडि के भयो भने एकजना मेरो सानो भयो मेरो मम्मीको बहिनीको नारायण अङ्कल अनि उहाँ चाहिँ अकाउन्टेबिलिटी ल्याब भनेर चाहिँ त्यसको चाहिँ कन्ट्री रिप्रेजेन्टेटिभ हुनुहुन्छ को फाउन्डरै हो अनि उहाँलाई मैले रोएर गएर के भने ला मलाई त आइटी पढेँ मलाई त आइटी आउँदैन भने क्या अनि अब म त्यो डेभलपमेन्ट सेक्टरको मान्छे म तँलाई कसरी हेल्प गर्न सक्छु त भने रेकमेन्ड गरिदिन्छु यो म यो को आइटी कम्पनी आउँछ म त्यो गर्न सक्दिनँ म तँलाई इभेन्ट भएको बेलामा लिस्ट दिन्छु त्यसमा आइटी कुन छ त्यसमा त आफै बोल्न जा आफै गएर भन कन्भिन्स गर वाट एभर यु डु अङ्कल डाइरेक्ट म नेपोटिजम गर्दिनँ आफै जा तर हल्का असिस्ट गर्छु किनभने एथिक्सले दिँदैन किनभने यो गर्न सक्दिनँ म भनेर भने अनि म इभेन्टमा गएँ एउटा अनि त्यसपछि मैले लिस्ट हेरेँ त्यसपछि एउटा सफ्टवेयर कम्पनीको को फाउन्डर आइरहेछ अनि त्यसपछि मैले के गरेँ भने दाइ मलाई केही पनि आउँदैन मलाई सिकाउनु पर्यो कलेजले केही पनि सिकाएन हुन त कस्तो हो भने कलेजलाई पनि नराम्रो भन्न मिल्दैन क्या किनभने कलेजले त सबै एउटा नलेज दिने हो नि त अनि त्यसमा चाहिँ सबै आउँछ भने हामीलाई चाहिँ डर हुन्छ क्या अनि फेरि के भन्छ गफ त जे पनि हानिदिन्छ केटाकेटी कलेजमा त बेसिक्स नै हो फाउन्डेसन हो अनि फाउन्डेसनमै आत्तिन्छ क्या अनि म आत्तेँ अनि त्यो दाइले पनि के भन्यो भने ल होइन अब तिमीलाई सिकाउनु पर्छ होइन म तिमीलाई इन्भेस्ट किन गर्छु त म पहिला हेर्छु तिमीलाई भनेर ल दाइ म हुन्छ भनेर भने अनि त्यहाँ गएँ म अनि मलाई के भने के भने म आत्तेँ है अब आउँदैन आफूलाई अनि इन्टरनेट छँदैछ नि इन्टरनेटमा खोज यताउता गरेर यो एउटा सिम्पल टास्क गरेर लिएर भने म कहाँ खोजेँ मेरो त्यो अमृत भन्ने साथी थियो
त्यो फेरि आइटीमा खतरा थियो क्या पहिला सुरु त्यो सफ्टवेयरहरू यताउता गरिरहने क्या Okay. अनि उसले चाहिँ मलाई के भन्यो भने ला यो त मलाई पनि आउँदैन भन्ने क्या आत्तेँ म अनि जसो तसो गरेर बनाएर गएँ अनि त्यसपछि त्यहाँ म के गरेँ भने ल ठिक छ तँलाई इन्टर्न लिन्छु म लर्निङले मात्र हो यसले त केही हुनेवाला छैन भने क्या ल ठिक छ भनेर म त्यहाँ गएँ अनि ब्याक टु स्टोरी के भयो भने थर्ड सेमेस्टर होइन सब्जेक्टमा वेब टेक्नोलोजी थियो उसले काम गरेको वेबसाइटमै हो म त्यति बेलामा फर्स्ट सेमेस्टरमा थियो भर्खर पिएचपी आइरहेको थियो मलाई त्यो पुरै कोड आउँथ्यो भनौँ न अनि त्यसपछि मैले सबै गरिरहेको छु म डेभलपर भइसकेँ जुनियर डेभलपर भइसकेँ त्यहाँ फर्स्ट सेममै फर्स्ट सेमेस्टरमा अनि त्यही थियो डब्लुटी वेब टेक्नोलोजी थियो अनि मैले अफिसमा के भन्यो भने रिजल्ट आयो होइन अनि त्यसपछि दाइ रिजल्ट चेक गर्नु न भनेर त्यो मेरो जो प्रोजेक्ट म्यानेजर पिएम छ उसलाई भने होइन अनि त्यसपछि चेक गर्यो त्यसले होइन भाइ सबैमा फेल छ त भने क्या म त कहाँ हुन्छ त यार म यस्तो वेब टेक्नोलोजीको त्यो क्वेसनमा कमेन्ट सुध लेखेँ क्या हिरो भनेर यो मैले यो गरे आयो भनेर कोड लेख्नु पर्ने अब त्यो गरिरहेको कमेन्ट पनि लेखेँ जाभा स्क्रिप्ट थियो अनि अलिकति पिएचपी थियो अनि डाटाबेस अलिअलि थियो होइन ऊ थियो सबै एचटिएमएल थियो होइन कमेन्ट सुध लेखेर आएको फेल अनि मैले उसँगै सिकेको मैले उसलाई घर बोलाइसकेँ म चाहिँ पास अनि मैले के गरेँ भने वेब टेक्नोलोजीमै फेल छ भने अफिसको सबजना चाहिँ छ कि ए भाइ तिमीले के सिक्यो यार तेरो बेजतै भयो यार प्यानल लागेको क्या मेरो थर्ड सेमेस्टर पुरै प्यानल लाग्यो अनि त्यसपछि चाहिँ मैले के गरेँ भने ओहो यो हुँदैन अलिअलि पैसा पनि आउने होइन म त छोडिदिन्छु अब म ड्रप आउट हुन्छु अब यो छोडिदिन्छु भन्ने भयो क्या अनि त्यस्तो गरेको प्यानल लागेको बेलामा त्यसले मलाई यस्तो दुःख दियो लास्ट मिनटसम्म पनि लास्ट मिनटमा पनि बैशाखीमा म ब्याक दिन गइरहेको छु कि भूकम्पमा घाइते भएर इक्जाम चाहिँ छोडिनँ मैले होइन तर त्यो उसमा हुन्छ क्या त्यही भएर वाट आई सजेस्ट स्कोप आफै बनाउने हो आफै सिक्ने हो सबै कम्पनीले सिकाउँछ क्या इन्टर्न किन लिने त तिमीलाई हेर्छु भनेर लर्निङ कर्भ हेरेर सिकाउने हो तर नलेज चाहिँ नो हाउ चाहिँ हुनु पऱ्यो क्या बेसिक थाहा भयो भने पनि पुग्छ मलाई पनि त्यही हुन्थ्यो क्या मलाई कसले लिला भन्ने हुन्थ्यो क्या मलाई कसले नै लिन्छ र मलाई केही त आउँदैन भन्ने हुन्थ्यो म 5th सेमेस्टर 6th सेमेस्टर मलाई केही नै आउँथेन क्या जस्तो फिल हुने क्या आफूलाई आउनु पनि आउँथेन तर त्यस्तो फिल पनि हुने अनि कसले लिला र मलाई होइन हुन्छ नि जसले पनि अब जो खतरै कोड गर्ने त्यसलाई लिला जस्तो फिल हुने क्या आफूलाई अनि म त कतै इन्टर्नसिप अप्लाई गर्न डराउने क्या म लिँदैन म के गर्नु भनेर अप्लाई नै कतै गरेन क्या मैले अनि त्यो भएर चाहिँ त्यो थाहा नै भएन अनि कसरी के आइडिया पनि कोही फ्यामिलीमा कोही पनि थिएन आइटी पढेको अनि त्यस्तो आइडियै भएन क्या के पनि त्यो एउटा गाइडेन्स अहिले लाइक हामीले पनि देखिरहेको हुन्छ सिन्स आई मिन म पनि टेकमै छु होइन अनि अब कहिलेकाहीँ कलेजमा गइरहेको हुन्छ नि जब फेर यताउतिको लागि अब छ कि अब गर्ने मान्छे पनि कन्फिडेन्ट छैन कि सो आई थिङ्क त्यो कलेजमा नै त्यो एउटा एटमोस्फियरको नि कमी छ कि सबै जान्नु पर्दैन नि त यु डोन्ट निड टु नो एभ्रिथिङ स्टार्ट गर्नको लागि इन्टर्नसिप गर्नको लागि अब अहिले डेफिनेटली एआई आइसकेपछि कम्पिटिटिभ चाहिँ धेरै नै भएको छ वेन आई स्टार्टेड 17-18 तिर अब हजुरहरू त वे ब्याक जे भए पनि अब बिङ फ्रम अ टेक्निकल फिल्ड होइन अब 17-18 वाला कुरा गर्छ यार कस्तो हुन्छ भने सीको डेभलपरको एउटा रिल हेरेको थिएँ क्या मैले मलाई पनि थाहा छैन मेरो सी भित्र के छ भनेर के मेरो सी प्रोग्रामिङ ल्याङ्ग्वेज बनायो नि त्यो उसमा उसलाई थाहा छैन अरे कि आई नो त्यो कोड हेरेपछि तर मलाई सबै कुरा थाहा छ भन्ने छैन सबै कुरा सबै मिलेर बन्ने हो होइन अनि त्यही भएर चाहिँ लर्निङ कर्भ चाहिँ हुनुपर्छ अलिकति ऊ भयो भने हिम्मत भयो मैले त त्यो अब फिजिकल हिम्मत देखाएँ नि त दाइ मलाई केही पनि आउँदैन पहिल्यै फेयर भयो नि त त्यही भएर लर्निङ कर्भ भनेर सिकिँदो रहेछ कि त्यसरी गर्ने हो अहिले मलाई पनि त्यस्तो लाग्छ नेपालमा अझै पनि स्कार्सिटी छ होइन लाइक जता पनि भ्याकेन्सी छ मान्छेलाई स्टुडेन्टलाई त्यहाँसम्म कसरी पुग्ने थाहा छैन पुगिसकेको मान्छेलाई फेरि त्यहाँ आउँदैन कि उसले ठुल्ठुलो कुरा गर्ला आफ्नो होइन आइएम नट ट्राइङ टु बी रुड टु देम तर रियालिटी नै त्यही हो कि दे डोन्ट नो बेसिक्स के जान्नुपर्छ भनेर आई थिङ्क त्यो साइडबाट प्रपर मेन्टरसिप पनि भएन 10वटा प्रोग्रामिङ ल्याङ्ग्वेज सिकेर बस्थ्यो कि बरु एउटामा एक्सपर्ट भएन प्रोग्रामिङै गर्नु पर्दैन अरू अल्टरनेटिभ खोज्ने हो कि होइन एउटा डिलेमा पनि कस्तो हुन्छ भने मैले स्टार्ट गर्दा वे ब्याकमा स्टार्ट गर्दाखेरि कोड इग्नाइटर थियो क्या थाहा छ कोड इग्नाइटर त्यही बेलाको थाहा छ उसलाई होइन कोड इग्नाइटर थियो नि त त्यो त अल्टिमेट थियो नि त त्योभन्दा सिएमएस त्योभन्दा प्लाट के अरे ऊ त छँदै छैन भन्ने हुन्थ्यो होइन
त्यसपछि कोड इग्नाइटर उ गरे पछि यो सबै किन गर्ने वर्डप्रेस गर्थ्यौँ भने वर्डप्रेस होइन त्यसरी जम्प इन गर्छ क्या मान्छेले अनि के हुन्छ भने जावा स्क्रिप्ट इज द मेन थिङ दिने नयाँ फ्रेमवर्क निकालिदिन्छ जावा स्क्रिप्टले के मात्र सिकेर सक्नु क्या अनि त्यही भएर चाहिँ जम्प इन नगर्ने एउटा टार्गेट हान्ने होइन मैले टार्गेट गर्दाखेरि चाहिँ फेसबुक कसरी बनाउँछ होला भनेर गरेँ ल कसरी बनाउँछ मैले त्यो HTML मा त्यसलाई मिमिक गर्दाखेरि यस्तो प्राउड भएको थिएँ म आमामामा त्यो हुन्छ नि क्लोन गर्दा त्यो प्रोजेक्टले क्लोन गरे होइन पुरै हार्डकोड गरेको क्या त्यही त जे जस्तो छ त्यस्तै त्यस्तो गरेर गर्दाखेरि म यस्तो खुसी भएको थिएँ वाह बनाइ मैले भनेर होइन म जकरबर्ग भएँ म अब जे पनि बनाइदिन्छु भनेर होइन त्यस्तो भयो अनि त्यसपछि चाहिँ प्रोजेक्ट म्यानेजर्सहरूले पनि एकदम हेल्प गर्छ कस्तो खालको हो भनेर मेरो प्रोजेक्ट म्यानेजर चाहिँ खतरै थियो क्या किनभने मैले तँलाई भनिदिएँ भने 5 मिनटमा सकिन्छ यो त खोज अनि अझ मलाई के गर्ने भनौँ मलाई आइडिया थिएन होइन डाटाबेस भनेको के हो भनेर होइन अनि ल आज प्रोजेक्ट म्यानेजर बस्यो भने ल आज एसक्युएलमा रिसर्च गरेर प्रेजेन्टेसन बनाऊ न त भन्ने क्या अनि हाँस्ने म कसरी खोज्थेँ होला क्या म भर्खर आइरहेको मान्छेले मोरी हाँस्ने क्या अनि त्यसपछि म के भयो भने प्रेजेन्टेसनमा चाहिँ खतरै भयो क्या किनभने मलाई त्यो हाँसोले फरकै पर्न छोड्यो क्या एक लेभलपछि के गर्ने भन्यो के गर्ने त्यसपछि सिक्यो क्या त्यही भएर चाहिँ सिकाउने पनि भर पर्छ दाइको चाहिँ कस्तो थियो लाइक हजुरको करियर स्टार्ट गर्दाको जर्नी चाहिँ हाउ डिड यु स्टार्ट के आइटीमा हजुर आइटीमा त गरेन गर्दै गर्नु होइन एक लेभल हात उठाइदिएँ मैले एक लेभल गऱ्यो डिजिटल मार्केटिङमा गरेको हामीले को फाउन्ड गरे हो को फाउन्ड गरेको थियौँ अनि त्यसपछि चाहिँ उसले कोडिङमा हेरेर गर्न सकेन मैले किनभने सीमा सी नै आएको होइन अनि सी प्लस हो होइन मलाई कोडिङको इफेल्सम्म बुझायो त्यहाँदेखि बुझेन मैले फर लुपसम्म स्विच केस त पुग्दै पुग्नु होइन फोर लुपसम्मै म हार मानिसकेको क्लासेससम्म पुग्दा त उसको क्लासेस भइसक्यो इन्जिनियरिङ सक्यो अझ झन्डा बनाउनु पनि यस्तो गाह्रो लाग्ने कहाँ अब बल्ल बल्ल कोड याद गरेर इक्जाम दिएको मैले त्यही भएर सी आएर पास भयो याद कन्ठै बनाएको फेरि यस्तो कन्ठ बनाउने होइन त्यो हुन्छ न्युमोनिक्स राखेर के पुरै घोक्दिने फर लुप पनि फर आई फर दिस आई फर 70077 कन्ठ बनाइदिनु त्यसरी आई झुकेर जे भयो भने कोड चल्थेन न्युमोनिक्समा म खतरा थिएँ यिनीहरूले मलाई दिन्छ क्या न्युज बनाउन रिटर्नमा त के भयो त होइन एउटा भनेर मार्क्स आइहाल्छ एक्जिक्युट गर्ने होइन सरले लाइनमा लाइन हत्तपत्त नहेर्ला होइन सर हेर्छ त्यही पनि त्यो कोडै गर्ने मान्छेले थाहा पाइदिन्छ क्या होइन यो मिस्टेक हो अब त्यो मैले पहिला जादु गरे जस्तो लाग्थ्यो पिएमहरूले क्या त्यो हुन्छ नि यहाँ मिलेको छैन लाइन नम्बर 3 मा मिलेको छैन हेर भन्ने क्या म साइको अनि त्यो कोड केही आएन अनि गर्नुपर्ने के चाहिँ एससिओसी के यिनीहरूले अब कोड गरिहाल्छ यिनीहरूले के भयो एकजना दाइ भेट्यो उसले कोड गर्ने एउटाले डिजाइन गर्ने अनि म अब के न त्यो दुइटा भएपछि त वेबसाइट बन्यो त्यसलाई त के अरे एससिओ मात्रै ल्याउनु पऱ्यो नि त होइन गुगल ऱ्याङ्किङमा मात्रै ल्याउनु पऱ्यो अनि त्यो चाहिँ मैले सिकेँ क्लासेस लिए पनि त्यहाँ पनि बेसिकै सिकाउने रहेछ अनि इन्टर्नसिप गर्न म त एकजना सरसँग इन्टर्नसिप पनि गरेँ त्यसपछि चाहिँ फेरि यहाँ गरेर केटाहरूसँग बसेर गरेँ सकेन मैले त्यो पनि होइन गरेँ तर निशलको एकदम खतरा लागेको कुरा चाहिँ मलाई होइन स्विच गर्न सक्यो क्या यसले भनौँ न उसको त एउटा इन्जिनियर बन्नुपर्छ आइटीमै गर्नुपर्छ भन्ने वाला सोच भएको डिटर्मिनेसन थियो होइन डिटर्मिनेसन थियो प्लस परिवारको प्रेसर पनि थियो क्या तर उसले के भन्छ भने एक्टिङमा खान दिन्छ तँलाई भन्ने फेजमा स्विच गरे क्या यसले होइन म त कम्पेयर हुन्छ नि त उसको मेरो फ्यामिलीमा उसो गरेर म त आइटीमा गरिरहेछ तँ चाहिँ एक्टिङ भनेर हिँड्छ कति गाली खाएको होला क्या यसले तर स्विच गऱ्यो क्या मलाई पनि तान्थ्यो क्या हामी डेफिनेटली त्यसमा आउँछौँ यो कुन इयरको कुरा गरिरहेको छौँ हामीले भाइ इयर किन सोचेको भन्नु न त्यही पनि 2007 कहाँ 7 जे पाइदैन यो जन्म थियो भाइ टर्चेल आइले 63 को ब्याच हैन हामी कति 63 को ब्याच रे के थाहा छैन मलाई बुइचाल कहिले आएको 72 मा अनि कहिले ब्याच भयो हामी 10 वर्ष के तिमी एसएलसी ब्याच भने के भएन एसएलसी पनि भयो एसएलसी पनि होइन ग्रेजुएट भएको ग्रेजुएट भाइ हेर यो कट हान्नुपर्छ ग्रेजुएट भएको याद हामी 16-17 तिर ओके मैले जस्ट त्यो टेक्नोलोजिकली कतिको नेपालमा पनि लिप लिइसकेको थियो भनेर लिप भनेको अब आइसकेको थियो ठ्याक्क अब एकदम राम्रो भइसकेको थियो आइसकेको थियो लिप प्लगहरू आइसकेको थियो आइसो हुने त म फर्स्ट सेमेस्टर हुँदै भइसकेको थियो नि किनभने हामी बाहिरको कम्पनीसँग गर्थ्यो होइन मस्त भइसकेको थियो कि खतरा भइसकेको थियो त्यो बेलासम्म त आइटीको एआईमा चाहिँ थिएन एआईमा थिएन पछि नै अहिले रिसेन्टली एआईमा थिएन माइनर प्रोजेक्ट मैले फेस एक्सप्रेसन डिटेक्सन म्यापिङ गरेको .NET मा गएको थियो
त्यो पाउँथ्यो ओपन सोर्स पाउँथ्यो त्यो ए ओपन सोर्सको कन्सेप्टै थिएन होइन अनि त्यो मोडल लिएर गरेको होइन यति गाह्रो भयो मलाई यति गाह्रो भयो होइन अनि मेन्टर मैले माइनर प्रोजेक्टमा चाहिँ के भनेको भने मसँग छँदै छैन मलाई जे आयो मैले त्यही गरेँ मेजरमा चाहिँ के अरे डेटा एक्सट्र्याक्सनको सिकाएको थिएँ हामीले नेचुरल NLP आइसकेको थियो। एनएलपीबाट गर्न पाइथनहरू सिकाएको थिएँ त्यसमा पनि गरेन हामीले त्यति बेला त म त घाइते नै थिएँ अब त्यसमा जस्तो जस्तो गरेर तान्दुन ट्विटरबाट डाटाहरू फेच गरेर होइन ट्विटरको त दिनेछ फेसबुकमा नदिनेछ क्लोज थियो त्यसको ट्विटरको डाटाहरू फेच गरेर चाहिँ एउटा ग्राफसँग बनाउनु सिकिसकेको थियो क्या हामीले त्यो चाहिँ थियो हाम्रो मेजरमा चाहिँ कर्पसहरू यताउता युज गरेर गर्ने भन्ने थियो मलाई पाइथन सजिलो लागेको थियो यार पाइथन सजिलो पाइथन बिगिनर फ्रेन्डली छ आई थिङ्क धेरै स्टुडेन्टले त्यही नै तिमी केमा गर्छौ प्रिफर म अहिले एज अ पिएम गर्छु तर म फ्रन्ट एन्ड ब्याक एन्ड अहिले गो गरिरहेको छु ब्याक एन्ड चाहिँ फ्रन्ट एन्ड जाभास्क्रिप्टकै नेक्स्ट गरिरहेको हुन्छु तर कोडिङ छोडिसकेँ मैले त्यति गर्दा पनि यहाँ आएछ भने ठिक छ नि पिएमको ऊ त राम्रोसँग सिकाऊ है किनभने तिमीसँग इन्सपायर हुने धेरै मान्छे हुन्छ कि अनि कसरी सिकाउने भनेर लर्निङ कर्भ चाहिँ उनीहरूलाई बोइलर प्लेट नदेऊ कि यो यतिसम्म गर्ने न त छैन त्यो गर्दैन म त आफै गरिरहेछ त्यसले कामै गरेर नेक्स्टमा मैले पनि गरेँ हो अलिअलि ठिक छ सो निश्चल दाईको त्यो अब ठ्याक्क अब हजुरको त टेकको हामीले कभर गरिसक्यो हाउ डिड यु स्टार्टेड दाईको कन्टेन्ट साइड कसरी सुरु भयो त्यो जान्न त यो त मैले पनि सुनेको छैन कस्तो कन्टेन्ट छ कस्तो हो कन्टेन्ट इन्जिनियरिङ गर्नुभयो होइन 8 सेमेस्टरमा हजुरको 8 सेमेस्टरसम्म कति कटे 9वटा के कतिवटा 3 सेमेस्टर लाग्यो त्यो 9वटा सेमेस्टरसम्म 9वटा ब्याक लागिसक्यो अनि 8 सेमेस्टरसम्म पुग्दा कटाउनु भयो त्यसपछि मैले लेखियो त्यसपछि मैले फन्दा बाने टाउको हो फन्दा बानेर ल अब चाहिँ घटाउनै पर्छ भन्ने भयो त्यस्तो हुँदो रहेछ क्या तिमीले स्टोरी सुनिसकेको छैन त्यो यहाँ भ्युअर्सको लागि न्यू हुनसक्छ यस्तो भयो त्यो थर्ड सेमेस्टरसम्म लाग्यो 9वटा ब्याक हो त्यसपछि कस्तो भयो भनेदेखि अब के गर्न सकिँदैन भन्दा भयो क्या अनि ऊ र म थियौँ उसलाई मैले जाउँ हामीले सर हुनुहुन्थ्यो एकजना क्लास टिचर हुनुहुन्थ्यो उहाँलाई चाहिँ गएर भनौँ उहाँले यस्तो कस्तो पासआउट भर्खर भएको हुन्छ नि सर भन्छ नि त टपरहरूलाई राख्छ सर त्यो सर थियो क्या अनि अलिकति हामीसँग घुलमिल राम्रोसँग भएको थियो क्या त्यो सरको नाम मैले बिर्सेँ तर मदन सर नै मदन सर अर्को सर थियो त्यही तर गेवाली थियो बिर्सेँ मैले सरको नाम अनि उहाँ हुनुहुन्थ्यो अनि उहाँसँग चाहिँ सरलाई भेट्न जाउँ भने तल गयौँ सरलाई भन्छु मेरो घरमा फोन गरिदिनु तपाईँको छोरोले सक्दैन आइटी पढ्न होइन उसलाई अरू नै के पढाइदिनु भनेर भन्न है गयौँ विशाल गेवाली हो क्या सरको नाम बिर्सेँ मैले अनि तल गएँ तल त्यो दिन सर आएको थिएन जहिले आउने त्यो दिन नै आएको त्यो दिन आएन अनि त्यसपछि चाहिँ मलाई के भन्यो कि भगवान्ले नै सरलाई नपठाएको आज भन्ने भयो अनि अर्कै एउटा ऊर्जा आयो क्या भित्र अर्कै इनर्जी आएर तैँले सक्सेस गर्न सक्छस् ट्राई गर भन्ने भयो क्या मैले त्यो बेलासम्म फर्स्ट सेमेस्टरमा 3टा लाग्दाखेरि मैले सबै ट्राई गरिसकेको लगभग क्या टप्पर गाउँ गएर कसरी पढ्छ उसले कसरी मासु बोक्दै उसँग गएर सिकेँ होइन कसरी पढ्छ तरिकाहरू क्या उसँग सेकेन्ड सेमेस्टर पनि एकजनाकोमा गएँ म्याथमा ब्याक लागेको थियो मलाई म्याथमा लाइफमा कहिले ब्याक लागेको थिएन क्या मलाई +2 सम्म कहिले ब्याक लागेन क्या मलाई म जहिले पास त भइसक्थेँ क्या टप्पर त होइन म तर पास चाहिँ हुन्थेँ क्या म अनि इन्जिनियर फर्स्ट लाग्दा सक नै भयो क्या म घर पनि भन्न सकेन मैले अनि गएँ म अनि साथीहरूकोमा नि गएर सबै ट्राई गरेँ होइन साथीहरूलाई अनि उसको टिममा गएको थिएँ त्यसमा अनि ठ्याक्क फर्स्ट सेमेस्टरमा छुट्टै इनर्जी आयो क्या मलाई म सक्छु भनेर किनभने म्याथ 2 यस्तो हुँदैन हाम्रो म्याथ 1 लाग्यो भने म्याथ 3 दिन पाउँदैन म्याथ 2 लाई म्याथ 4 दिन पाउँदैन क्या म्याथ 2 नै पहिला कटाउनुपर्छ बल्ल 4 त्यो के भन्छ ब्यारियर लाग्छ क्या हाम्रो चाहिँ पियुमा होइन अनि म्याथ 2 त मैले क्लासै गरेन क्या किनभने ब्याक लागिहाल्यो 1 मा अनि म्याथ 2 चाहिँ यतिकै बसेर पढ्यो क्या खासमा अनि म्याथ 1 सेकेन्ड सेमेस्टर म्याथ 1 कट्यो तर म्याथ 2 ब्याक लागेको थियो अनि थर्ड सेमेस्टरमा फेरि म्याथ 3 दिनुपर्ने थियो म्याथ 3 पढेकै थिएन मैले मसँग ओन्ली 1 विक टाइम थियो क्या म्याथ 3 कटाउन 1 विक ग्याप हुन्छ नि हाम्रो त टन्नै उहाँलाई मैले ढोका थुनेर मैले पढाएँ क्या म्याथ 3 ढोका थुनेर 1 हप्ता म्याथ 3 कन्ठ बनाएको म्याथमा फेरि तिम्रो ऊ हुन्थ्यो क्या डेरिभेटिभहरू हुन्थ्यो क्या पढाए होइन कि कन्ठ पाएर म्याथ कन्ठ पार्ने भनेर स्ट्याट्स यस्तो कन्ठ पाएर चाहिँ स्ट्याट्स थियो होइन स्ट्याट्समा कन्ठै बनाइदिएँ मैले थर्ड सेमेस्टरमा होइन डेरिभेटिभ मलाई आउँथेन +2 त्यहाँ गएर एउटा साथीसँग सिकेर पुरै पछि त मलाई यतिकै एन्सर आउँथ्यो क्या हेरेर एन्सर भन्थेँ क्या म यो यसको एन्सर यो भनेर क्या खतरनाक घोक्थेँ क्या मैले यसको एन्सर यो आउँछ माइनसमा आउँछ क्वेसन हेरेर क्या ए आयो क्या मेरो म्याथमा 1 हप्ता मैले आफै ढोका थुनेर सरसँग पनि नपढेँ आफै पढेँ ए आयो मेरो म्याथमा होइन 3 मा त्यहाँदेखि मलाई के कन्फिडेन्स बिल्ड भयो मैले सक्छु पास गर्न पर्ने भयो त्यहाँदेखि फोर्थ सेमेस्टर यसरी पढेँ मैले होइन पुरै अब
सिके तरिकाहरू जे होस् ओल्ड क्वेसन राख्नुपर्ने रहेछ सिलेबस राख्नुपर्छ सिलेबसमा टिक लगाएर त्यसको अन्डरलाइन गरेर हरेक टपिक पढ्नुपर्ने रहेछ भन्ने थाहा भयो अनि ओल्ड क्वेसनहरू त्यो त सबसे बेस्ट रहेछ होइन त्यो मात्र पढ्यो नि त 60-70% आइ नै हाल्छ नयाँ केही छ भने त्यहाँदेखि अर्को कलेजको के अरे क्वेसन पेपरहरू असाइनमेन्टहरूको प्री बोर्डहरूको त्यो पनि कलेक्ट गर्न थालेँ मैले मसँग पढ्न बस्ने मान्छेको त म वरिपरि मेरो किताब हुन्थ्यो क्या किताब नोट्स एउटा टपरको नोट्स उताको टपरको नोट्स यो नोट्स 5-6वटा नोट्स राखेर त्यसरी पढ्न थालेँ क्या मैले अनि मैले के सिकेँ एउटा लेख्नुपर्छ भनेर क्या लेख्दा यस्तो बेस्ट याद हातलाई कण्ठ बनाउने के हातलाई बानी होस् क्या म के कसम खान्थेँ भनेदेखि मैले पनि कहीँ भनेको छैन यो त फेसै हुन्छ तपाईँले पढ्नुहुन्छ भनेदेखि सबसे बेस्ट लेख्नुहोस् लेखेर कण्ठ बाँड्नुहोस् त्यो भने कस्तो हातलाई बानी पर्छ जस्तै बाइक चलाउँदा हाम्रो आफै ब्रेक मसल मेमोरी बिल्डअप हुन्छ होइन हातलाई बानी पर्छ हातले लेख्दै थालेँ होइन म कसम के खान्थेँ यति मोटो बनाउँथेँ कपी त्यो ऊ आउँछ नि त्यो फ्री कपी आउँछ नि त्यो फ्री भन्दा नि त्यो के जिस्ता कपी हुन्छ नि त्यो फोल्ड नभएको होला क्या यतिकै त्यो कपी सस्तो पर्थ्यो त्यो यति बन्डल मगाउँथेँ म होइन अनि त्यसलाई हरेकलाई फोल्ड गर्दै हरेकलाई एउटा बनाउँथेँ क्या म यति मोटो मोटो कपी बनाउँथेँ होइन म कसम के खान्थेँ जबसम्म मेरो पेनको इङ्क सकिँदैन त्यति बेलासम्म कि त मेरो कपी सकिँदैन त्यसलासम्म म लेखे गर्छु भनेर क्या अनि बस्थेँ लेखे ब्रो लेखे यस्तै कण्ठ पारिदिन्थेँ म एक याद हुन्थ्यो क्या मलाई हातलाई मेरो दिमागलाई पनि क्या यस्तो कण्ठ पारिदिन्थेँ म अनि त्यो कण्ठ पार्न थालेपछि चाहिँ अनि ठ्याक्कै इक्जाममा त्यो हुन्छ नि राम्रो मार्क्स आउनु थाल्यो क्या लेख्नु पर्दो रहेछ त्यसरी पढ्न थालेँ क्या मैले प्याटर्न चेन्ज गर्थेँ क्या पढ्ने यो चाहिँ मेरो मम्मीले सिकाइसक्यो लेखेर पढ भनेर त्यहाँदेखि मैले त यस्तो प्याटर्न चेन्ज गर्ने भयो त्यहाँदेखि मैले फर्केर हेर्ने क्या त्यो चाहिँ मेरो त्यो इन्जिनियरिङ अनि कन्टेन्ट कसरी सुरु भने तिमीले होइन त्यो इन्जिनियरिङको त त्यो भइहाल्यो पास त्यसपछि म खासमा एक्टिङ कम्पिटिसनमा गएको थिएँ क्या म उसलाई भनेको थिइनँ मैले बोय फर्स्ट त्यसको पनि छुट्टै पीडा छ ब्रो होइन यो र म मिल्ने एकदम मिल्ने होइन एकदम मिल्ने अनि त्यहाँबाट जस्तो कि JR बिरु भने जस्तो होइन अनि त्यसपछि के गर्यो भने यसले भनेको थिएन अचानक पोस्ट आयो यसलाई ट्याग गरेर यसले त्यो ट्याग एक्सेप्ट गरेन के अरे त्यो लुकाउनु जानेन अनि गरेन कलेजमै बेला होइन हामी अफिस गर्न थालिसकेको थियौँ कहाँ हुन्छ के होइन नि मलाई सर उता बोल न मलाई उसले भाइले सोधेको हामी यसो गर्थ्यौँ त्यति बेला भाइले त सोधिहाल्छ नि मलाई तिम्रो अफिसमा गर्दाखेरि अनि जे होस् कहाँ हुन्छ हो कालधारा अफिस थियो त्यति बेला गर्छ क्या म जे होस् हामीले अफिस स्टार्ट गरिसकेको थियो होइन अनि त्यसपछि के गर्यो भने होइन हो क्या होइन भने अहिले मलाई थाहा हुँदैन यार कलेज बेलामा हो क्या कालधारामा थिएन कालधारामा हो क्या के हो भनेर डिस्क्रिप्सनमा राखिदिन्छु ओके म त्यहाँ आएर अनि त्यहाँबाट हिँड्दै उता पछाडिको बाटो उता जान्थिनँ म सानेपा जान्थिनँ अनि त्यहीँबाट टेम्पो चढेर उतातिर हिँडेर गएर खै अब त्यो के हो थाहा छैन ल जे भए पनि होइन अनि के गर्यो भने ठ्याक्क लाएर त्यो रिचा शर्माहरू दयाङ राईहरू जज थिए होइन अनि टक्क लाएर ऊ बसिरहेको चिटिक्क परे फोटो आउँछ अनि म यो के हो भन्न साथ मलाई केटाहरूले डिएम गरेँ दाइ तपाईँलाई चाहिँ रिजेक्ट गरिदिया हो निश्चल दाइ त सेलेक्ट भएछ नि भन्छ आफूलाई थाहा छैन है म त यस्तो बिट्रेड फिल भयो होइन म साले भने जस्तो भयो मलाई होइन अनि कहाँ गएको भने होइन फेरि होइन यो 12 वर्ष भइसक्यो होइन एउटै डायलग हुन्छ क्या तिमी कहाँ जान्ला भने होइन सान्तिनो भन्यो अनि कहाँ सेलेक्ट भएको तिमी होइन सान्तिनोमा सेलेक्ट भएको के हुन्छ भने भन्छ म एकछिन छक्क परेँ ल के रहेछ भने ठुलो त्यो कुरा रहेछ त्यो फेरि नेसनल एक्टिङ कम्पिटिसन ऊ फेरि बोय फर्स्ट केटीले जित्यो अब ऊ सेकेन्ड भएपछि त बोय फर्स्ट भयो नि त होइन यस्तो भयो त्यहाँ गएँ अनि यस्तो मलाई चाहिँ फेरि कस्तो हुन्छ म धेरै कुरा त्यस्तो आई थिङ्क धेरैजना मान्छे पनि यस्तो हुनुहुन्छ होला कुरा म भनिहाल्दिनँ क्या धेरै कुराहरू यिनीहरूले यस्तो बिल्ला हान्छ नि नभएको त्यो बिल्ला हानेरै जानु पाएको थिएन त जानु पाएको थियो नि कु खाइस् तँ के गरे भने हाँसिदिएको अनि त्यो स्योर हुन्थ्यो त्यस्तो बिल्ला त सहन सक्दैन म अनि अरूलाई त गर्न गर्छु आफू अनि त्यो भएर चाहिँ मैले भनेन क्या कसैलाई पनि पहिलेदेखि लाइक यता जान्छु भन्ने थियो एक्टिङ करियरमा कि त्यो यतिकै एक्सिडेन्टली द्याट ह्यापेन्ड कसैले त्यहाँबाट कनेक्ट हुँदै गयो भन्नु पर्यो त्यो नै त्यहाँ नै फर्स्टमा कसरी म बच्चामा मिमिक्री गर्थेँ क्या ब्रो ए ओके मेरो साथी चाहिँ आशिष भनेर आशिष थापा मलाई एकदम वाइल्ड म स्कुलदेखि नै म र मेरो साथी आशिष थियो ऊ र म मिमिक्री गर्थेँ क्या धेरै अनि मिमिक्री गर्दा उसले आवाज निकाल्थ्यो सैफ अली खानहरूको म शाहरुख खानहरूको गर्थेँ म शाहरुख खानसँग एकदम इन्फ्लुएन्स भयो क्या शाहरुख खान अर्को कमेडी सर्कस आउँथ्यो त्यति बेला त्यो त राजु श्रीवास्तव थियो क्या होइन राजु श्रीवास्तव गर्थ्यो नि त ए सर भने त्यो त्यसको यस्तो मन पर्थेन अनि उसले अमिताभ बच्चनको शाहरुख खानको गर्थ्यो अनि त्यहाँबाट शाहरुख खानहरूको गर्दै गर्दै सिकायो क्या मैले अनि क्लासमा हुन्छ नि लास्ट बेन्चर क्या ब्याक बेन्चर म अनि त्यो त्यो साथी सबैलाई हँसाउने आवाज निकालेर गर्ने त्यो चाहिँ त्यहाँबाट स्टार्ट भयो क्या अनि डान्सर पनि गर्थेँ स्कुलमा मलाई त्यो एटेन्सन मनपर्ने क्या इन जेनरल एक्टिङतिर एटेन्सन सिकर क्या म
मेरो हेर्दै सब मलाई हेर्दै हुन्थ्यो सुन्दै हुन्थ्यो अनि अरूले हाँस्थ्यो नि खुसी लाग्ने आफूलाई ल हाँस्यो त यो भन्ने हुने होइन त्यस्तो हुन्छ नि त्यो अरूलाई रमाइलो गराउनु मन पर्ने क्या त्यो अनि त्यहाँबाट चाहिँ अलिअलि म लुगा धुँदा नि एक्टिङ गर्दै बस्थेँ क्या म लुगा धुएर चाहिँ होइन जानी ये चाकु हे भनेर त्यो प्र्याक्टिस गरिराख्ने क्या म होइन नाना पार्टीको गर्ने त्यो सजिलो हुन्थ्यो क्या तिनीहरूको शाहरुख खानको एकदम सजिलो हुन्थ्यो नि त शाहरुख खानको त्यो बाख्राको निकालेपछि आउँछ भन्थ्यो नि त नि अब त्यो हजुरलाई गरिरहेको हजुरलाई त्यो मेगा सुरु गर्ने नि त्यसमा थप्दै नि आउँदो रहेछ शाहरुख खान नि मा ए किरण गर्दै त्यो गर्दै बस्थेँ अमिताभ बच्चन गर्थेँ होइन है चलावाला गर्थ्यो त्यो होला त्यो अनि त्यो गर्दा गर्दा चाहिँ त्यहाँबाट चाहिँ ल यो रहेछ एउटा फर्म अथवा के रहेछ अनि राजु श्रीवास्तवको कपी तिनीहरूको जो कपी हँसाउँथेँ म क्लासमा गएर अनि त्यो त्यसले नाच्थ्यो नि त अमिताभ जस्तो गर्दै नाच्थ्यो त्यो होइन त्यो अनि त्यो वाला मन पर्छ क्या मलाई एकदम अनि त्यो गर्दा अनि त्यहाँदेखि सुरु भयो ब्रो त्यहाँदेखि एउटा त्यो आयो क्या म अनि +2 गएँ त्यहाँ चाहिँ हाम्रो सर हुनुहुन्थ्यो इङ्ग्लिस सर हुनुहुन्थ्यो सर न्युज भन्नुहुन्थ्यो कान्तिपुरमा अनि एउटा कस्तो भनेदेखि टिममा देखिनुपर्छ होला क्या त्यो भयो क्या मलाई किनभने एकचोटि म टिममा देखिसकेको थिएँ क्या बच्चामा त्यो म भन्छु त्यो पनि भनौँ चाहिँ कस्तो थियो भनेदेखि जानकी मन्दिरमा म एक दिन गएको थिएँ लुगा लगाएर चिट्टीको परेर जानकी मन्दिर मेरो घर नजिकै जनकपुरमा हो अनि त्यहाँ गएको थिएँ म अनि त्यहाँ मैले तिमीलाई पनि भनेको छ नि मैले लुगा लाएर पहिला के गर्दा तिमी होइन क्या नयाँ लुगा सर्टहरू ढोको लुगा लगाएर क्या होइन सर्ट चेकको सर्ट थियो निलो कलरको सर्ट थियो हिरो भएर गएको थिएँ निलो कलर सर्ट कपाल चिटिक्क पारेर नुहाएर जान्छ नि त जानकी मन्दिर अनि त्यहाँतिर गएको थिएँ म अनि त्यहाँ मैले देखेको त्यहाँ सेटअप गरिरहेको थिएँ क्या त्यो 3टा यस्तो कालोहरू ट्राइपोडहरू हालिरहेको थियो क्या त्यहाँ ट्राइपोडहरू हालिरहेको थियो अनि सामान निकाल्दै थियो होइन त्यो पाल टाङ्दै थियो अनि म त्यहाँ यसो एउटा सेतो भने अलिक मोटे मान्छे थियो गोरे थियो क्या त्यो जसमा थाहा हुन्छ कि यिनीहरू आउटर भ्याली के अरे भ्यालीबाट आएको होइन अनि त्यो दाइ चाहिँ पुरा बुढीलाई फोन गर्दै भिडियो कल भएको थियो भने फोन गर्दै यहाँ यता आएको छु मन्दिरमा तिमीले के माग्दियौ टाइप्सको कुरा गरेछ क्या यिनीहरू कोही होला जस्तो फिल भयो क्या मलाई त्यो क्रुकै मान्छे थियो क्रुकै मान्छे थियो तिनीहरू अनि त्यहाँ के भइरहेको थियो क्या त्यहाँ क्यामेरा निकाल्दै त्यसो राख्दै थियो के भइरहेको छ भने सोध्न गयो क्या म दाइ के भएको भने यो साझा सवाल हो कान्तिपुरको भने क्या होइन साझा सवाल आई थिङ्क कान्तिपुरमै आउँथ्यो कि त्यो बेला नेपालमा केमा आउँथ्यो साझा सवालको थियो क्या साझा सवाल भयो क्या मलाई साझा सवाल भनेपछि यो त टिभीमा आउने भयो होइन पुरा हामी त फ्यामिली नै बसेर हेर्थ्यौँ त्यो बेला मेरी बासेर त्यो त हेर्थ्यौँ हामी साझा सवाल भनेपछि अनि टक्क लगाएर म घर गएँ फटाक कति बेला सुरु हुन्छ नि टाइम लाग्छ यो हाल्दैछ यिनीहरूले भन्यो भने घर गयो फटाफट गएँ होइन घरमा गएर मम्मीलाई भने मम्मीले फटाफट खाँदैछ खाना खाएर फेरि दौडेर साइकलमा आएँ दौडेर साइकल पार्क गरेर यतातिर म बसी म अनि पाल त्यो बिछाउँछ क्या त्यो बिछाएँ होइन म बसिरहेको छु है म मात्र बसिरहेको छु क्या एकछिनपछि मान्छेहरू भर्दै गयो होइन मान्छेहरू त्यो बोलाउँछ नि तिनीहरूले भरिँदै गयो मान्छे के हुँदैछ नि हेर्नु थालेँ क्यामेरा यताउता लाग्यो यहाँ टक्क अगाडि स्टेज लगाइदियो अनि साक्क साइड यसो नेपाली सर क्या मेरो नेपाली सर साइडमै क्या अनि बाबु भने सर भने के हो भने सर भइरहेको छ म त्यही हेर्न आएको भने सर पनि बसेँ अनि त्यसपछि अब कोही कुराहरू त्यसबाट सञ्जय टक्ला भन्ने रहेछ छ क्या हाम्रो डन त्यो डन भनेको यो ठिक छ त उहाँले चाहिँ यो काट्दियो ल सञ्जय टक्ला सञ्जय शाह हो क्या उहाँको नाम उहाँ हुनुहुन्थ्यो अनि उहाँलाई फेरि के उहाँहरू हुनुहुन्थ्यो जस नेताहरू हुनुहुन्थ्यो त्यहाँ नेताहरू हुनुहुन्थ्यो त्यहाँ स्टेजमा अनि उहाँहरूले चाहिँ अब त्यसलाई भर्खर त्यो संविधानको कुराहरू भइरहेको थियो मधेस आन्दोलन भएको थियो त्यति बेला त्यो फेजमा थियो जस माओवादी सरकारमा आइसकेवाला फेज थियो क्या त्यो अब कसरी अगाडि बढ्ने त कसरी हुन्छ त भन्ने कुराहरूमा उहाँको कुराहरू त्यो भइरहेको थियो मलाई बच्चा केही इन्ट्रेस्ट छैन त्यहाँदेखि ध्यान दिएर सुनिरहेको छु होइन टिभीमा आउँछ ध्यान दिएर सुनेको छु टिभी यसो क्यामेरा यसो घुमाइ यसो टाउको गर्दै हुन्छ नि यताउता गर्दै आइहाल्छ कि भनेर होइन त्यो बसिरहेको छु अनि क्वेसन सोध्ने पालो आयो क्या दिन्छ नि साझा सवाल त भन्ने क्वेसन सोध्ने पालो आयो अनि माइक यता गर्दै माइक ठ्याक उता सर हात यसो गर्दै छु माइक उता ठ्याक्क गयो ठ्याक्क सरसम्म पनि माइक आयो क्या मतिर आएन होइन भन्न मन लाग्यो क्वेसन म दिमाग बनाइसकेँ मैले के सोधौँ भनेर मेरो क्वेसन के थिएन अब यति मच्छर बढिरहेको छ काठमाडौँ जनकपुरमा कसरी यसलाई कन्ट्रोल गर्न सोच्नु तपाईँहरूले भनेर क्या हुन्छ नि पोखरीहरूमा माछा हालेर हुन्छ कि अन्डा मच्छरको अन्डा खुवाएर हुन्छ कसरी हुन्छ त्यो चाहिँ गर्नु पर्यो भनेर सोध्न आँटेको थियो त्यो भ्यालिड क्वेसन थियो कि मच्छरको अन्डा मच्छरको अन्डा हुन्छ नि पोखरीमा माछा हाल्यो भने तिमीले त्यो अन्डा खाइदिन्छ क्या त्यसले त्यसै पनि कन्ट्रोल गर्छ क्या नालाहरू फोहोर हुन्छ नि धेरै त्यो पनि कसो कन्ट्रोल त्यो कुरा सोध्नेवाला थिएँ सोध्नै पाएन निराश हुँदै गएर आएँ त्यही पनि अब आएनौ तिमी टिभीमा सुन न निराश हुँदै आएँ घर अनि सोध्न पाएन नि त अनि त्यसपछि घरमा आएँ नि त साझा सवाल त सोमबार आउँथ्यो क्या सोमबार आउँथ्यो अनि एउटा सोमबार कुरेँ आउँदैन साझा सवाल पुरै अब
अर्को तितो सतै मेरो जिरे खुर्सानी आउँथ्यो सोमबार उम्, जिरे खुर्सानी आएर गइसक्यो त्यहाँ आएन दुइटा आइसक्यो अनि ट्रेलर आयो ल जनकपुरको अब आउँदैछ हुन्छ नि त्यो सानो आउँछ जनकपुरको आउँदैछ भने खुसी भएन अर्को सोमबार आउँछ भनेर बसेँ टिभी अगाडि त बसेँ अनि बुवा सुतिर हेरेँ म यता बसेँ तल भुइँमा एउटा दिदी रहेछ त्यतातिर घर यसो पिल्लर थियो छैन हामी लुकेर यता बस्थ्यौँ बुवा खाना सुतेर बस्थ्यो टिभी त्यहाँ थियो क्या टक्कै हेरेँ होइन अनि वाइड सर्ट आउँछ नि त बुवाकै एक्साइड बुवा गर्दै म भनेर चुप लागेर शान्त बसेन अनि ठ्याक्कै हेर्दै थिएँ हेर्दै एउटा त मेरो क्लोजअप क्या एक्सट्रिम त्यो आइदिरहेको म स्टार भएँ नेसनल टेलिभिजनमा मेरो पुरै क्लोजअप क्या म पुरै ध्यान सुनेर मुस्काइरहेको छु कि यस्तो दामी आएको थियो मलाई चाहिँ याद छ ल म आएँ यार भनेर पुरा सब खुसी घरमा होइन त्यहाँदेखि रहेछ क्या ब्रो मलाई थाहा थिएन अस्ति एउटा एक्टिङ क्लासमा गएको थिएँ सुनाएको त्यहाँ चाहिँ मलाई थाहा भयो कि मेरो त्यहाँबाट त्यो स्पार्क आएर रहेछ क्या मैले टिभीमा आउनुपर्ने स्क्रिनमा देखिनुपर्ने स्पार्क त्यहाँ आएर रहेछ क्या मेरो आई थिङ्क म 8 क्लासमा कि 9 मा थिएँ त्यति बेला त्यहाँ फर्स्ट टाइम आएको थियो क्या मेरो स्पार्क अनि साँझसम्मदेखि ठुलो कुरा नि त्यसपछि अङ्कलको फोन बाबु त देखिसर दादाको फोन हिरो भइस त त्यहाँदेखि अर्कै खुसी क्या मान्छेदेखि भन्दो रहेछ फोन गर्दो रहेछ भन्ने होइन मेरो छोरो आयो भनेर पुरा खबर हल्ला त्यसपछि त्यो मिमिक्री गरिहाल्थेँ त्यसपछि +2 सर इङ्ग्लिस सरले चाहिँ अगाडि गरेर गराउनु लाउँथ्यो क्या हामीले मलाई एकदम उसले माया गर्ने माया गर्न नाना पार्टी गरेर गर भन्थ्यो क्या सरले त्यो स्माइल उसको हाँस्छ त्यो मलाई त्यो गर्थेँ क्या म अच्छा हिसाबले मलाई गर्थेँ होइन त्यो गर्दा थालेँ सरले गर्नु लाउँथ्यो क्या टन्नेको अनि त्यहाँबाट क्लासमा पनि एउटा छुट्टै चिन्न थालेँ मलाई केटाहरूले फेरि ब्याचलर्समा आएँ अनि त्यो बेला ब्याचलर्समा आउँदा ब्याचलर्स थर्ड सेमेस्टरमा थिएँ ब्याक स्याक लागेको थियो त्यो बेला मोटिभेसन तिम्रो कस्तो हुँदैछ अब धेरै मान्छेले मलाई अहिले पनि भन्छ क्या कन्टेन्ट क्रिएसन गर्न मन छ तर पढाइ पनि राख्छु दाइ अथवा जब पनि गर्नुपर्छ अथवा फुल टाइम गर्नै पर्छ भन्ने सोध्छ क्या धेरैजनाले त्यस्तो चाहिँ कस्तो टाइमिङ हो तपाईँको टाइम मिलाएर हुन्छ पढ्दैछ कन्टेन्ट क्रिएसन गर्ने नै पढाइ बिग्रिन्छ भन्ने हुँदैन रहेछ क्या मैले चाहिँ के हो त्यो बेला हाम्रो मेरो फुपूको जेठाजुको छोरो विवश मिश्र थियो ऊ चाहिँ आयो मलाई भेटेर अनि उसले चाहिँ क्यामेरा किनेको थियो एउटा साथीको क्यामेरा थियो आई थिङ्क उसको प्र्याङ्क गरौँ भनेको उसले प्र्याङ्क गरौँ ब्रो भन्यो उसले होइन अनि ल गरौँ न त भन्ने भयो अनि ऊ अनि मेरो फुपूको सर विशाल थियो तिनजना हामीले प्र्याङ्क गर्न थाल्यौँ क्या त्यो चाहिँ भुइँचालो अगाडि धेरै अगाडि त्यसलाई राइजिङ थियो प्र्याङ्क एकदमै नेपाली प्र्याङ्कस्टर थियो र अर्को कुनै च्यानल थिएन तिनीहरूको चलिरहेको थियो त्यसपछि हामीले बनायो प्र्याङ्क एक्टिङ अलिअलि म जानेको मैले थिएँ अलिअलि जानेको एक्टिङ होइन मैले ल गरौँ न भनेर उसले खिच्छु टाढा त्यो जुम लेन्स थियो क्या उसँग टाढा बसेर जुम हान्थ्यो त्यो आइडिया थियो जुम लेन्स के हो टाढा बसेर जुम हान्थ्यो उसले अनि हामी त्यो स्यामसङको मोबाइल आउँथ्यो नि त्यो पहिला स्यामसङ मोबाइलमा त्यो एयरपोर्ट हालेर अनि यहाँबाट हालेर साउन्ड रेकर्ड त्यसरी हुन्थ्यो क्या माइक त्यसै माइकबाट साउन्ड रेकर्ड गर्थ्यो क्या हामी अनि त्यो गरेर त्यो बेला मान्छेले आइडिया पनि थिएन प्र्याङ्क के हो यताउता मान्छे त्यो बेला प्र्याङ्क गऱ्यो हामीले अरू प्र्याङ्क फर्स्ट भिडियोमै 40K भ्युज आएको त्यो बेला युट्युबमा अनि 40K भ्युज आयो त्यसपछि एक दुईवटा बनाउँदै गएँ यो हप्ताको एउटा बनाउँथ्यो क्या हामी अनि त्यसले कस्तो तिमीलाई मोटिभेट गर्दो रहेछ क्या आइम डुइङ समथिङ डिफरेन्ट हैन स्केप जस्तो भयो त्यो हजुरलाई अनि तिम्रो कस्तो हुन्छ भने अर्को मान्छेहरूसँग गएर इन्स्ट्यान्टली तिमी एक्ट गर्दैछौ नि त त्यहाँ होइन अगाडि नै गएर एक्ट गर्दैछौ नि त अनि त्यो एक्ट पनि निक्लिरहेको छ एक्टिङ पनि गर्दैछौ तिमी रुने कराउने रिसाउने सबै गर्दैछौ नि त अनि त्यही इन्स्ट्यान्ट एक्टिङ पनि भइरहेको छ इम्प्रोभाइजेसन सबै त्यहीँ नै भइरहेको छ त्यसले जे बोल्यो त्यसमा आफूले रियाक्ट गर्ने त हो नि त्यस्तो कुरा नि सिकिरहेको छु त्यहाँ होइन प्लस मान्छेले चिनी पनि रहेछ कलेजमा पनि केटाहरूले दाइ प्र्याङ्क गर्न थाल्यो यताउता अनि दाइ क्यामेरा त्यहाँ छ भनिदिने दाइ क्यामेरा यहाँ छ त्यो बेला कुराहरू क्या त्यो बेला कुराहरू गर्न थाल्यो अनि भुइँचालो आयो भुइँचालो ऊ त ढल्ली नै हाल्यो भुइँचालोमा नेपाली प्र्याङ्कस्टरको एउटा भिडियो थियो क्या तिनीहरूले सुट गर्दा गर्दै भुइँचालो आएको थियो त्यो भिडियो भाइरल भयो तिनीहरूको भिडियो चल्ने बित्तिकै जति पनि छ सबैको चल्दो रहेछ क्या तिनीहरूको हाम्रो साइडमा रिकमेन्डेसन आउँथ्यो सबै हाम्रो भिडियो नि वारै चल्न थाल्यो क्या 40K आउँथ्यो मिनिमम एभरेजमा हाम्रो 2 लाख आउनु थाल्यो होइन ड्याङडुङ अब हामी जे बनायो नि हाल्न थाल्यो चल्न थाल्यो त्यहाँदेखि कस्तो भयो मलाई डर के जहिले के हुन्थ्यो अब भिडियो बनाउनु थालेँ घरमा सबले भन्छ भिडियोमा यसको पढाइ बिग्रियो भनेर त्यहाँदेखि नै अझै पढाइमा फोकस भएको क्या म पढाइ चाहिँ बिगार्नु भएन ताकि मान्छेले मलाई प्र्याङ्क नछुटाओस् भनेर क्या अनि विवशसँग गऱ्यो अनि त्यहाँ हाम्रो हुँदै गयो त्यसपछि एक्टिङ कम्पिटिसनमा आएँ अनि त्यही देखेर मेरो प्र्याङ्कहरू मै एक्टिङ देखेर दिदीले चाहिँ मलाई इन्करेज गरायो क्या मेरो रश्मि दिदीले दिदीले चाहिँ होइन बाबु तँ गर एक्टिङ कम्पिटिसनको खुलाइ रहेछ दिदीले नै हेरेको क्या फेसबुकमा दिदीकोमा फिडमा आएको तँ गर अनि अनु बरालो रहेछ मलाई चाहिँ दिदीले चाहिँ के थियो गरिहेर न के भयो त होइन गरिहेर के भयो अनि के अरे
त्यहाँ एउटा के थियो भने पर्सनालिटी डेभलपमेन्ट थियो क्या मलाई के फिल हुन्थ्यो मेरो पर्सनालिटी छैन केही पनि म केही त भन्दैन अनि दिदीलाई चाहिँ त्यसको लागि गर्न त सिलेक्ट हुन्छ त क्लास पनि दिनेछ तिनीहरूले पर्सनालिटी डेभलपमेन्ट क्लास पनि तेरो हुन्छ त्यो क्लास लिए नि त भनेर भन्छ क्या दिदीले अनि ल हुन्छ नि त त्यसको लागि पनि अनि दिदीले 500 रुपियाँ दिएको थियो फर्मको फर्म भरेँ 500 रुपियाँको म अनि प्र्याक्टिस गर्दै बसेको थियो घरमा अडिसनको सोचाइ थिएन सिलेक्ट होला भनेर जस्ट ट्राई मात्र गरेँ क्या म त्यो सबैलाई के हुन्छ जस्ट ट्राई इट क्या के गर्नु मन छ नि गरी चाहिँ हेर क्या होला नहोला के होला कसले के होला सोध्नु थाल्यो नि गयो लाइफ यतिकै बित्छ ब्रो अनि सिसहरू होइन यतिकै लाइफ बित्छ ट्राई चाहिँ गर्नुपर्छ अनि त्यहाँबाट बहुत लामो भयो क्या मेरो बोल न बोल वर्षको कहानी अनि हामीले सर्ट टाइममा काटिहाल्छ नि डेफिनेटली काटिहाल्छ नि त्यही हो अनि त्यसपछि नै सुरु भयो कन्टेन्ट क्रिएसन त भनौँ न त्यहाँदेखि चाहिँ स्पार्क स्कुलदेखि भयो त्यो भन्यो नि त्यहाँ सानो सवालको त्यहाँदेखि भयो त्यहाँबाट चाहिँ स्पार्कको उसको बरु त खतरनाक छ उसको बरु अनि दाइले अहिले लाइक यो कन्टेन्ट चाहिँ फुल टाइम नै गर्दै होइन यार हामी जब गर्छौँ त भने नि 10 to 6 जब नै हुन्छ 10 to 9 भनौँ वेबसाइटमै हो मैले टेक हेरिरहेको छु वेब हेरिरहेको हो होइन अनि टेक्निकल कन्टेन्ट हेरिरहेको छु अनि त्यसपछि अहिले चाहिँ कस्तो हुन्छ भने अब एज अ टिम काम गरिन्छ नि त त्यही मन पर्यो हो क्या किनभने म त आफ्नै टेकमा गरिरहेको थिएँ अनि सुरज दाइले चाहिँ के भन्यो भने आउनु मलाई गरेपछि के हुन्छ त यहाँ टिम राम्रो छ भनेर गर्दाखेरि चाहिँ एज अ टिम गर्छौँ क्या अब एउटा कुनै सुट भयो भने प्रडक्ट कोही पनि एउटा डेजिग्नेटेड फर्ममा हुँदैन क्या जसले जे देख्छ त्यही हानिदिइहाल्छ भन्ने कुरा हो क्या अनि म प्रडक्सन हेरिरहेको छु होइन निशलले पुरै एक्टिङदेखि एक्सप्रेसनदेखि सबै डिरेक्सन असिस्टेन्ट डिरेक्सन उसले हेर्छ क्या दाइले डिरेक्सन त्यस्तो हुन्छ दाइले डिरेक्ट गर्नुहुन्छ भने अब त्यसरी चलिरहेछ क्या अपार्ट फ्रम द्याट पर्सनल कन्टेन्ट चाहिँ आफ्नै टाइममा खिच्दै हुन्छ पर्सनल कन्टेन्ट चाहिँ जस्तै हजुरले आफ्नो च्यानलमा अहिले पेजमा हालिरहेको कुराहरू चाहिँ त्यो पनि त्यो एक्सिडेन्ट नै भन्छु म एक्सिडेन्टली हो त्यो त कस्तो म एक्टिङ गर्थेँ त्यो भएर होइन अनि एक्टिङ कम्पिटिसनमा म रनर अप भएँ होइन त्यहाँ सिकेँ रनर अप भएँ मलाई के फिल भयो भनेदेखि म लाइफमा कहीँ फर्स्ट भइनँ कहीँ सेकेन्ड भइनँ म त्यहीँ भएको हो क्या फर्स्ट सेकेन्ड भयो नेपालभरिको रियालिटी सो म त्यहाँ सेकेन्ड भयो भने चाहिँ ममा के न के छ होइन जज खतरनाक अनु बराल छ रिसा शर्मा दयाङ राई जजेस छ क्या त्यहाँ त्यो जजले त गल्ती डिसिसन दिँदैन होला ममा के न के तिनीहरूले पक्कै देख्यो के न के त मलाई देख्यो होला नि त न त मलाई किन सेकेन्ड बनायो कन्फिडेन्स हुनु पर्यो फेरि त्यहाँ कतिजना थियो भनेदेखि 50 सिलेक्ट भयो त्यहाँ होइन नेपालभरिको 50 जना थियो त्यसमध्ये खतरनाक 20 जना त थिएटर सिकेका आर्टिस्टहरू थियो क्या त्यहाँ यस्तो खतरा एक्सप्रेसन निकालिदिने यस्तो बवाल गरिदिने तिनीहरू होइन अनि म सबैबाट के न के सिक्थेँ क्या म यसले के गर्छ यसकोबाट यो सिक्छु यसकोबाट कमेडी टाइमिङ होला होइन कमेडी गर्दै मैले सकाएको फेरि त्यो मैले एउटा इमोसनल एक्ट केही पनि गरेन सब कमेडी अनि एउटा मेरो जुन फिनाले एक्ट थियो त्यो त हामी उहाँ गएको थियो नि एकचोटि तोलालघाटी कता गएको थियो नि हामी उता त्यो कता त्यो रिट्रिट हामी सुकुटे होइन उता गएको थियो नि हामी त्यो पछि जर्सिङ कहाँ हो त्यो मैले बिर्सेँ दाइरको जहिले कन्फ्युजिङ हुन्छ ल ठिकै छ हामी गाडीमा गएको थियौँ होइन बहिनीहरूसँग गएको थियौँ अफिसको बहिनीहरूसँग अनि त्यो गर्दा एउटा बुढो थियो क्या अगाडि बस्यो नि त्यो बुढोले चाहिँ हामी जोस ऊ गर्दाखेरि अन्ताक्षरी खेल्दाखेरि ऊ पनि हुन्छ नि जोसी बोल्न खोजेको थियो त्यो क्यारेक्टर मैले टिपेँ हो क्या फर्स्ट टाइम क्यारेक्टर पनि टिपेर त्यसको स्क्रिप्टमा स्टोरी बनाएको पुरै थियो अनि त्यो नै त्यसले नै मलाई जिता म भन्ने खोजेको चाहिँ जोस त्यस्तो खतरा एक्टर थिएँ होइन अनि त्यहाँबाट म सेकेन्ड भएँ मलाई त्यो फिल भयो क्या होइन अन्त यही गर्छु भन्ने भयो क्या मलाई तर के भयो एक्टिङमा चाहिँ तिम्रो हेर झन् सेकेन्डमा चाहिँ म त भोलिपल्ट त्यो फिल्ममा आउला भनेको सुनसान छ ब्रो कसैले चिन्दैन पनि तिमीलाई होइन चिन्ने सर्टेन जसले एक्टिङ बुझ्ने मात्रै चिन्छ त्यो बेला ठ्याक्क नेपाल आइडल फर्स्ट टाइम त्यही बेला आएको थियो क्या हाम्रो रियालिटी सो पछि नेपाल आइडलको वाइल्ड कहाँ पुगिसक्यो हाम्रो कसैको लागि चिन्दैन मान्छेले होइन फिल्म पनि सिलेक्टेडले मात्र पाए जस टप जितेको अनुले मात्रै एउटा फिल्म गरेको छ अहिले त्यसपछि चाहिँ स्ट्रगल सुरु भयो क्या ब्रो म सबै छोडेर यहाँ लागेको स्ट्रगल त्यहाँदेखि सुरु भयो उसँग गफ गर्नु छोडिहालेँ अफिस छोडिदिएपछि हामी त्यसपछि चाहिँ 2 वर्षसम्म बोलेन कन्ट्याक्टमै डिस्कनेक्ट भयो हैन तर मतलब पाथै क्रस भएन अनि पुरै भएन कामै डिफरेन्ट भयो आइटीतिर भयो आइटीमा हजुर कन्टेन्टमा म त फ्रस्ट्रेटेड भइसकेको थिएँ नि ब्रो यार काम नपाएर दिक्कै भइसकेको थिएँ म तर एउटा मेरो चाहिँ पुस चाहिँ पहिलेदेखि आइरहेको थियो क्या कस्तो भयो भने म घर बसिरहेको थिएँ एएमसी आउँथ्यो त्यो टेकमा हान्यो आएको प्रब्लम सल्भ गर्यो बस्यो होइन अनि एउटा भाइ आयो अस्करबाट पढेको होइन निखिल भन्ने दाइ मसँग क्यामेरा छ तपाईँ कन्सेप्ट बबाल हानिदिन्छ दाइ हानिदिउँ भने क्या फ्री टाइममा बसेर बेलामा हानिदिउँ त नि भनेर हामीले के गर्यो फेसबुकमा कम्पिटिसन खोज्ने भिडियो हालिदिने 3टा जित्यौँ हामीले एउटा त नेपाल सरकारको खेलकुद परिषदले गरेको थियो एउटा 50-60 जितिरहने त्यसमा जित्यो क्या हामीले होइन मोटिभेसन पनि आयो अनि गर्दाखेरि चाहिँ कन्सेप्टमा चाहिँ गर्ने अनि के भयो भने त्यही क्या
भन्दाखेरि अब ठुलो कुरा हुन्छ ऋषभ शेट्टी जस्तो क्या अब एक्टरै छैन उम्. अब को गर्ने अब मेरै कन्सेप्ट मैले बाइक बुझ्दिनँ उम्. फेरि त्यो भाइ फेरि के गर्ने भने डिओपी पनि हानिदिने ऊ पनि हानिदिने क्यामेरा पनि हानिदिने त्यस्तो वान म्यान आर्मी गरिदिन्थ्यो क्या अनि त्यसपछि के गर्यो भने अब मै गर्नुपर्छ भनेर त्यसमै गर्दै 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 गएँ अनि निश्चलको चाहिँ कस्तो निश्चलले मेरो कस्तो कुरा हुन्थ्यो ओहो सर यहाँ जित्यो ओहो सर यो फिल्म गरियो यस्तो यस्तो भन्ने हुन्थ्यो क्या त्यस्तो मात्र कन्भर्सेसन हुन्थ्यो क्या अनि त्यसो गरेर हामीले जित्यौँ अनि त्यो भाइ पछि फेरि बाहिर विदेश जानु पऱ्यो दाइ मलाई त पढ्नु छ भनेर ऊ विदेश पढ्न गयो त्यसपछि म चिल्ला फेरि छोडिदियो चुपला अब आपनको क्या भन्ने जस्तो भयो क्या आइटी कम्पनी चलिरहेछ आइटीमै हान्छु भनेर बस्ने भनेर गयो अनि यसले फोन गर्यो मलाई ल फोन गरेछ म भन्छु र म त्यहाँ कहाँसम्म पुगेन फोन म बाँकी चाहिँ बिचको म फोन गर्छु अनि त्यसपछि स्ट्रगल भइरहेको अनि म अरूलाई पनि के भन्छु एक्टिङमा लाग्दैछ त्यसलाई पनि के हुन्छ हेर्नु खतरा स्ट्रगल छ यहाँ होइन एकदम स्ट्रगल छ काम पाउनु एकदम गाह्रो तपाईँमा के न के क्वालिटी हुनै पऱ्यो तपाईँले फिल्म चलाउन लिड पाउनु चाहिँ अनि जुन तपाईँ सपोर्टिङ पाउनु तपाईँ त्यसको लागि पनि तपाईँको लिङ्क हुनैपर्छ लिङ्क नभइकन पाउँदैन एक्टिङ ट्यालेन्ट देखाउन अडिसन हुँदै हुँदैन नेपालमा एकदम सिलेक्टेड अडिसन हुन्छ अब एकदम फिक्स्ड हुन्छ त्यो सबै माथिको त फिक्स हुन्छ सानो सानो रोल पाउनुभयो भने जति पाउँछ गर्नुहोस् होइन पाएको त एकदम लक्की हो र त्यो पैसा चाहिँ सुरु माग्नुहोस् धेरै कुराहरू छ म तपाईँलाई बरु मसँग मलाई डिएम गर्नुभयो भने तपाईँलाई म भन्छु सबै कुराहरू मलाई चाहिँ एकदमै रिस उठ्छ यो फिल्मको कुराहरूमा साँच्ची नै भन्दाखेरि हामी यसको एकदम करियरवाला पार्ट चाहिँ आई वान्ट टु कभर यो पडकास्टमा पनि सो हामी त्यो ब्रान्डकोमा चाहिँ हामी यो गर्नै पर्छ किन भन्दा अघि हाम्रो अफ क्यामेरा पनि दाइसँग नि कुरा भइरहेको थियो कि बाहिरबाट जति ग्ल्यामरस छ भित्र छैन खोक्रो छ सो डेफिनेटली हामी त्यहाँ आउला अब सो त्यो भइहाल्यो होइन अनि त्यो एक्टिङमा छ पैसा पनि छैन पैसै निकाल्न गाह्रो भइरहेछ उहाँ कसम तनाव बोला कामहरू हुन्छ नि सस्टेन गर्ने गाह्रो भएछ उसको कम्पनीमा चलिरहेछ आफ्नो सस्टेन पनि गाह्रो छ अनि त्यसपछि ठ्याक्क लगाएर म थ्याङ्क्स टु हिम अनि उसको ड्याड मलाई चाहिँ एडिटिङ सिकायो वेडिङको एडिट गर्थेँ क्या म इन्डस्ट्रीमा बसेर उसको ड्याड फोटोग्राफर हुन्थ्यो वेडिङको उहाँहरूले दिन्थ्यो प्रोजेक्टमा त्यहाँ एडिटिङ गर्न सिकाएको थिएँ क्या मैले आफै गर्दै सिकाएको थिएँ उसको ड्याडले पनि अनि विवसले पनि हो सिकाएको प्र्याङ्कहरू गर्दा एडिट गर्दा उसले सिकाउँथ्यो क्या उसको ल्यापटपमा गर्थेँ एडिट बसेर म अनि त्यहाँबाट सिकेँ एडिटिङ सिकेपछि एउटा जब यति अप्लाई गर्दै बसेको थिएँ त्यहाँ एउटा वेडिङ कम्पनीमा गएर अप्लाई गरेँ त्यहाँ मलाई गर्नै मन थिएन जब त नगर्ने भइसकेको थियो मलाई उनीहरूले आउनु भनेर गएको अनि त्यहाँ गएँ त्यसपछि आई मेट सुरज दाई त्यहाँ भ्यू फाइन्डरमा भेटेको थिएँ सुरज दाईलाई उहाँ चाहिँ कमेडी सर्कल चलाउँथ्यो उहाँ दाईहरूले हाम्रो मालिक अनि त्यहाँबाट चाहिँ दाइले छुट्टै फेरि कम्पनी खोल्नु भयो लकडाउन पछि अनि लकडाउन भर साइड खोल्यो भर साइडमा चाहिँ अनि त्यसपछि दाइले बोलाउनु भयो आऊ गर भनेर त्यहाँबाट गर्दा दाइसँग गर्दा अनि दाइले एउटा सिरिज गरौँ भन्नु सिरिज गर्नु लेख्यौँ हामीले बसेर लेख्यौँ सिरिज लेख्यौँ अनि मलाई एउटा क्यारेक्टर थप 2जना मात्रै लेखेको थिएँ पहिला अनि क्यारेक्टर थप हुँदा अनि एउटा बसको क्यारेक्टर आयो अनि मैले दाइ म त लिडमै थिएँ आफै लेख्दै होइन तर बसको क्यारेक्टर चाहिँ इन्ट्रेस्टिङ भइसकेको थियो क्या अनि त्यो उसमा चाहिँ मैले दाइ होइन मेरो साथी चाहिँ एउटा मधु उसलाई हेर्नु उसले गर्छ भने उसको देखि उसले गर्यो किनभने उसको एक्टिङ कस्तो छ नि उसले चाहिँ हाम्रो क्लासमा पनि उसले हुन्छ नि म त एक्टरको मिमिक्री गर्थेँ जसले मिमिक्री गरेँ उसको चोरेर गर्थेँ म मिमिक्री होइन उसले चाहिँ रियल पर्सनको मिमिक्री गरिदिन्छ क्या उसले अब्जर्भेसन सानो अब्जर्भेसन गरिदिन्छ क्या उसले एउटा केटी हाम्रो साथी सफलता भन्ने थियो उसले हाँस्थ्यो क्या मैले कहिले अब्जर्भ गरेको थिएँ उसले ठ्याक्क सेम निकाल्ने उसले हाँस्दै यस्तो गरेर हाँस्थ्यो क्या मुख यस्तो गरेर उसले सेम निकालिदिने क्या एउटा केटी यस्तो गरेर बोल्ने भने उसले सेम निकालिदिने क्या होइन अनि त्यो उसको सररको निकाल्ने उसले उसको त्यो क्वालिटी थियो क्या अब्जर्भेसन गर्ने क्या उसमा थियो पहिलादेखि एक्टर क्या मलाई त्यो थाहा थियो क्या हाम्रो रामायण गराएको थियौँ कलेजमा उसले डिलिट गर्न लाग्यो मलाई त्यो भिडियो रामायण गराएको थियो उसले रावण गराएको थियो जसले आँखा देख्दैन क्या यस्तो क्रेजी भयो त्यो ब्रो यस्तो क्रेजी गराएको थियो उसले एक्टिङ होइन आँखा नदेख्ने रावण वाइल्ड चाहिँ पुस्तक यहाँ ओल्डेछ म कहाँ ओल्डे लो अब यो उडिरहेको हुन्छ नि त्यो पनि गरेछ डराइरहेछ रावण होइन खतरावाला गरेको थियो क्या उसले त्यो उसमा थियो अनि मैले दाइलाई फोन गर्न लाग्यो फोन गर्नु दाइ ल भन्दैछु तिमी अनि फोन गर्यो निश्चलले फोन गर्यो अनि आउने यार यहाँ बसको रोल गर्नुपर्ने छ भने मलाई त एक्टिङ आउँदैन नि तिमी बस्दै त हो नि भइहाल्यो नि भनेर गएँ म यत्तिकै नि टेक कम्पनी चलाएर बसै हो गाली गर्ने हो यताउता भन्यो अनि त्यसपछि म गएँ होइन गइसकेपछि यो बसिरहेको थियो अनि सुरज दाई बसिरहेको थियो चाटी सुरज दाईले के भनी यो गर्नुपर्छ दाई यसरी गर्नुपर्छ गऱ्यो भने यस्तो गर्नुपर्छ भने पहिला सुरज दाईले के भन्यो भने यो त प्लास्टिक रहेछ बोले गर्दो रहेछ भनेर भन्यो स्क्रिप्टमा बस्दै गर्दाखेरि चाहिँ ल गर्ने भन्ने भयो त्यो भ्यायौँ हामीले वेब सिरिज होइन
अनि त्यसपछि त्यही जो आशिष भन्ने साथी छ नि उसको ऊ जापान जान लाग्यो क्या त्यसपछि हामी छुट्यौँ होइन वेब सिरिज सक्यो सबैसँग बन्डिङ भयो फर्साइडसँग अनि त्यसपछि पनि म कम्पनी गर्छु या त फुल टाइम गर्न सक्दिनँ होला भन्ने जस्तो भइरहेको थियो अनि सुरज दाइले चाहिँ मलाई त तिमी फुल टाइम आउनु त रमाइलो हुन्छ आउनु त भनेर भन्थ्यो क्या म गर्न सक्दिनँ दाइ म गर्न सक्दिनँ भनेर भनिरहेको थिएँ अनि त्यसपछि के भयो भने छुट्टिसके पछाडि आशिषलाई सी अफ गर्न गएको एयरपोर्टमा सुरज दाइले चस्मा खोल त भने क्या चस्मा खोले तिम्रो लागि एउटा रोल छ गर्ने भने क्या अनि गर्ने र दाइ भने जस्तो भएको थियो गर न मलाई एउटा म्युजिक भिडियो हो क्या भने क्या अनि म म्युजिक भिडियो भने यसलाई मैले भनेको थिइनँ अनि त्यसपछि मैले सोधेँ उसलाई क्या निशललाई अनि मलाई डिरेक्टर सुरज दाइ एडी मै बसिरहेको छु हान्देऊ भने क्या कसको हो भनेको थिएन होइन अनि म त्यो ल 10 बजे छ है मिटिङ ब्रो भनेर फोन गरेँ क्या सुरज दाइले म गएँ अनि साइडमा जे भाइ बसिरहेको नाम पनि थाहा छैन क्या मलाई अनि त्यसलाई मैले टिकटकमा देखेको क्या जे भाइलाई सेक्वाको जुन अर्को भाइ छ त्यसलाई त्यो यार मलाई त्यसलाई टिकटकमा देखेँ साइडमा हेर्छु कुशल बसिरहेको के छ ब्रो कसको म्युजिक भिडियो यसकै हो भन् कुन थियो त्यो एउटा कहानी भनेर थियो म्युजिक भिडियो निकालेको थियो होइन अनि त्यसमा त्यो भन्छु ला म सक्छु र भने जस्तो भयो क्या अनि त्यहाँबाट त्यसपछि के भयो भने म बोल्न चाहिँ सबैसँग बोलिदिन्छु जिस्किदिन्छु होइन अनि जिस्केर तिनीहरू जिग्री भयो होइन अनि मलाई आउँदैन म जस्तो पनि गर्छु त्यो म्युजिक भिडियोमा यिनीहरूलाई जस्तो दुःख दिए मैले कोहीलाई होइन होला ऱ्याप हान्नुपर्ने हजुरले होइन ऱ्याप हान्नुपर्ने लिपसिङ गर्नुपर्ने क्या ऱ्यापमा यहाँ ठिक हुन्छ गरे त्यहाँबाट कट भन्ने यिनीहरूलाई यस्तो दुःख दिए निशले हुन्छ भने पुस एलिमेन्ट हुन्छ नि सधैँ यसले दियो क्या मलाई त्यो हुन्छ भने त्यसलाई मैले गर्थेँ होइन त्यो गरिसके पछाडि 2-3 दिन पछाडि फोन आयो क्या मलाई कुशलले कुशल बोलाए मधु भनेर भने क्या हामीले प्यारोडी गर्न लाग्छ होइन पोइट आइडलको गर्न लाग्छ के गर्ने हो तिमी भने क्या अरे मलाई त तँलाई थाहा छ यार म त त्यो स्क्रिप्टमा सक्दिनँ त तँलाई म क्यामेरा अन गरेर छोडिदिन्छु भने क्या त्यति के साँच्ची नै क्यामेरा अन गरेर छोडिदिए हो कि त्यसले अनि मैले निशालाई सोधेँ के गर्ने निशाल भने गरिदियो उसलाई क्यामेरा अन गरेर गरिदियो भन्यो भने क्या अनि त त्यसपछि त्यो उसमा गर्दाखेरि साँच्ची कि ल क्यामेरा अन गर्छु म बाहिर जान्छु म धेरै डराउने हो भने म बाहिर जान्छु त्यसले क्यामेरा अन गरेर छोडिदियो अनि त्यो ट्र्याप स्टारको लुक त्यो ट्याटु लिएर आएको थियो टेम्पररी होइन टेम्पररी ट्याटु लिएर आएको थियो अनि मलाई पानी लायो हुँदैन अनि त्यहाँबाट त्यो कुशली किन यो टेप हानिदियो भने क्या टेप हाने क्या अनि त्यहाँबाट ल अब टी सर्ट खोलेर गन्जी लगाइरहेको थिएँ नि त गन्जीमै चेन्ज गर्नलाई लाग्यो गन्जी लगाइरहेको थियो अनि निश्चल मल्टिप्लग ल्याएर ल पावर हाउस जा भन त्यसमा पुरै माइकमा मैले के बोली होइन अनि त्यो त्यसपछि हाम्रो टय टाइडलमा चाहिँ त्यो पोइट आइडलको चाहिँ विप्लव दाई हुनुहुन्छ नि अनि त्यो उहाँको अब्जर्भेसन थियो त उहाँको कविता भन्ने स्टाइल एउटा युनिक छ नि त मलाई मन छ घरमा गएर भन्ने वाला छ नि त त्यो हान्छु म भनेर भने क्या त्यसपछि त्यो पनि हिट भयो होइन त्यसपछि चाहिँ मैले थाहा पाएको क्या मान्छेले एक्चुअली हेर्दो रहेछ कुशलको पनि उसको पनि होइन तपाईँ कहाँबाट आयो दाइ यार तपाईँ कहाँबाट आयो यताउता भन्थ्यो क्या अनि त्यसपछि आयो ट्र्याप स्टार आउँदाखेरि त्यो गन्जीमा गर्दाखेरि हाकिम दाईसँग कम्पेयर हान्दो रहेछ क्या मलाई हाकिम दाईलाई प्यारोडी हाने भनेर होइन हाकिम दाईले त्यो उसमा सजनको आएर क्या तैँले मलाई हान्ने होइन नि दाइ त्यो म अर्कै गन्जी लाएर बस्ने मै हो त्यो भनेर ट्र्याप स्टार पछि चाहिँ के भयो भने दाइ यार तपाईँ त खतरा ऱ्यापर रहेछ यार तपाईँको कहाँ छ च्यानल भन्छ कहाँ म ऱ्यापरै होइन नि म ऱ्यापर होइन भन्छ कहाँ दाइ कुशल दाइले त्यत्तिकै बिचमा राख्छ तपाईँलाई भन्छ अब त्यो मोटे भएर राखेको अटेन नि त साइडमा अनि मोटे भएर राखेको बिचमा राख्छ त्यत्तिकै कहाँबाट ल्यायो अन्डर डग भन्दा नि क्या मलाई अनि कतिजनाले मेरो बार चेक गरिदिनु भनेर युट्युब च्यानलको त्यो पठाउँछ क्या ए म होइन भन्छु मलाई त ऱ्यापर भनिरहेको छ अनि त्यसपछि आइदियो सेक्वा होइन सेक्वाको बेलामा पनि कसरी सुट गऱ्यो भने केही उ नै थिएन
कुशलले के गरे फोन गरे होइन उम्. ओइ टी सर्ट छ के अरे सर्ट छ सर्ट भने ब्लू खालको सर्ट छ भने होइन ए त्यो लिएर टोपी भन्यो टोपी त छैन भने ल यहीँ कसैको मागौँला भनेर होइन त्यहीको केटाको टोपी मागेर होस्टेल तल बसेर होस्टेलको किचनमा हो क्या ए, सेकुवामा सेकुवै छैन क्या उम्. त्यस्तो भइहाल्छ कि सेकुवै छैन क्या सेकुवै देख्दैन कि तिमीले यत्तिकै गर्दा त- यतिकै हम्केर त्यो फोहोर उठाउनेले हम्केर होइन अनि यो बोल भनेर अनि अब्जर्भेसन चाहिँ के भयो भने त्यस्तै मान्छे भेटेको थिएँ क्या मैले उहुँ. हजुर भइहाल्छ नि हजुर आइहाल्यो भन्ने क्या त्यो नदिने होइन तर फकाउँथ्यो वाइल्ड फकाउनु क्या त्यसलाई मिमिक हान्ने हो ओके. उम्. जे भाइ चाहिँ जे भाइ नै भयो म चाहिँ त्यो पसलले मिमिक हान्ने हो त्यहाँबाट त नो लुकिङ ब्याक त्यसपछि चाहिँ सेकुवा भन्न थाल्यो मान्छेहरूले अब त्यो उसमा जाँदाखेरि पनि तपाईँको पसल कहाँ चाहिँ अरे एकचोटि चाहिँ तपाईँको सेकुवा पसलको खानु सेकुवा खानु आउँछ सेकुवा बोर्डोकोमा ए म पसलले होइन नि भन्नुभयो आई थिङ्क क्यारेक्टर गरेर हिट भएको मधु नै होला हौ यो उसमा चाहिँ के अरे उसमा हाम्रो युट्युबमा भनौँ न सोसियल मिडियाको उसमा त क्यारेक्टर गरेर चलेको ऊ नै होला जस्तो लाग्छ मलाई अहिले सेकुवा भयो त्यसपछि अहिले विदेशी ज्वाइँ होइन त्यो पनि विदेशी ज्वाइँ पनि के भएको भने यो त्यो स्क्रिप्ट छैन है फेरि त्यो पनि यत्तिकै विदेशी ज्वाइँ पनि त्यही भयो अब कस्तो भयो हामी स्क्रिप्ट लेख्दैन कि उसमा बसेर स्क्रिप्ट लेख्दैन क्या उसले सक्दैन स्क्रिप्ट सक्दिनँ क्या म स्क्रिप्टमा सक्दिनँ क्या मलाई यो बोल भनेर म कन्सियस भएर सक्दिनँ क्या अनि त्यो विदेशी ज्वाइँकोमा मलाई बोल्न दिएँ है त अनि पेलापेल गरेर भयो क्या त्यो पनि आयो विदेशी ज्वाइँ चाहिँ कस्तो हुन्छ नि मान्छेले रिसाएपछि चाहिँ हुन त एज एन एक्टर सक्सेसफुल भए भन्छ मान्छेहरूले होइन तर गाली खाँदा चाहिँ चित्त दुख्दो रहेछ क्या त्यो कन्टेन्ट गर्यो भनेर मान्छेहरू उ भएर त्यस्तरी त हेप्नुहुन्न क्या यार दा यार कस्तो हेपेको तपाईँले भन्नु ल अब त्यो त एक्टिङ हो नि त ए होइन तर अरू पनि छन् पपुलर भएको सोसियल मिडियामा क्यारेक्टर नेमले कुशलको पनि एउटा क्यारेक्टर छ नि के बा भनेर जे भाइको पनि छ त्यो अल्जेब्राहरू त्यो सबै पपुलर भएको छ अल्जेब्राहरू यिनीहरू सरी मेरो म शब्द ब्याक दिएँ मैले के मेरो शब्द ब्याक दिएँ त्यो त ठिकै हो त्यो क्रेडिट लिनुहुन्न त्यही पनि हुन त अब कुशलको च्यानलबाटै भयो किनभने कुशलसँग चाहिँ म 4 लाख हुँदाखेरि थियो होइन 4 लाख सब्स हुँदाखेरि थियो अहिले मिलियन पुगिहाल्यो होइन मिलियन पुग्दाखेरि ल म पनि एउटा पार्ट अफ इट भन्ने जस्तो भएको थियो क्या किनभने त्यो ट्र्याप स्टार त त्यो हालिकै चल्ने क्या त्यो जे भाइले सबै उ गर्ने हो म त अलिक फिलर्स दिने मात्र हो नि त अनि पहिला चाहिँ ओभर एक्टिङ भनेर कमेन्ट आयो यो मोटेले धेरै ओभर एक्टिङ गर्यो पछि त्यही मन पराउनु थाल्यो क्या त्यो फिलर्स बिना सुन्यो भने त दाइ मनै पर्दैन अब जस्तै त्यो एउटा हाम्रो भाइरल भएको छ नि त्यो भन्दिनँ भन्दा किन भन्छु नि मैले त्यो पनि चाहिन्छ क्या दाइ त्यो नेसेसरी छ भन्छ क्या त्यो नेचुरल फर्म देख्छ हल्का होइन त्यो कुराहरू किन सोध्न के बाँकी छैन अब त होइन यो त अब हजुरहरूको यो अहिलेको इन्साइड स्टोरी भयो अब आई थिङ्क अब यो करियर इन कन्टेन्ट क्रिएसन होइन नेपालमा एकदम हामीले बिहाइन्ड द क्यामेरा आई मिन क्यामेराको अगाडि देख्छौँ यहीँ पनि अहिले सुट भइराख्दा बाहिरको सिन डिफ्रेन्ट छ यहाँ डिफ्रेन्ट छ सो इन जेनरल नेपालमा कन्टेन्ट क्रिएसनले किन त्यस्तो लिप लिन सकेको छैन जस्तो लाग्छ सकेको छैन मलाई त छ जस्तो लाग्दैन इन टर्म्स अफ कम्पेयर के गर्यो इन टर्म्स अफ जस्तै कन्टेन्ट क्रिएटर सक्सेसफुल हुन सकेको छैन जति हुन सक्ने हो इन टर्म्स अफ फाइनेन्सेस होला ब्रान्डको डिल्सहरू होला जति पनि हाम्रो देशै सानो छ नि होइन ब्रान्ड तिमीले कम्पेयर इन्डियासँग गर्यो इन्डियासँग होइन इन जेनरल पनि अहिले मैले अरूसँग नि कुरा गरिराख्दा चाहिँ अब त्यो पेमेन्टको कुराहरूदेखि लिएर त्यो अलिक अनप्रोफेसनल छ नि त नेपालमा त्यो त छ जहाँ पनि छ होइन यस्तो हुन्छ कन्टेन्ट क्रिएसनको मैले देखेको चाहिँ पास्ट 2 इयर्समा चाहिँ बुम भएको छ इन जेनरल क्रिएटरहरू चाहिँ राम्रो आउनु भएको छ आई डोन्ट मिन टु डिसरेस्पेक्ट त्यो साइडबाट भन्ने होइन तर चाहिँ आर्टिस्टहरूलाई जुन ब्रान्डले हेर्ने पर्सपेक्ट हुन्छ नि त्यो पर्सपेक्टिभ छ त्यो चाहिँ अलिक मच्योर नभएको कि सेगमेन्टेड भएको हो क्या मेरो विचारमा चाहिँ कस्तो हो भने सानो देश छ नि त सानो देश छ ब्रान्ड पनि त्यही अनुसार सानो छ होइन डिल्स पनि त्यही अनुसार हुन्छ अनि त्यहाँबाट कस्तो छ भने अहिले क्यामेराको अगाडि डराउँदैन क्या मान्छे भन न अब डिसरेस्पेक्ट जस्तो हुन्छ तर एउटा भाइरल गयो भनेर सेलिब्रिटी स्टेटस पाउँछ क्या मान्छेले हो कि होइन इक्जाम्पल छ नि त होइन एउटा भिडियो एउटा प्रिसाइज भिडियो भाइरल भएको छैन हजुर भएको नि त्यही भएर एउटा प्रिसाइज भिडियो भाइरल भएको छ नि त त्यो बाहेक अरू के दिने त भनेर नभएर डाउन हुँदै जान्छ क्या अनि त्यो त सेलिब्रिटी स्टेटसमा पुग्यो होइन त्यसलाई त अब त्यो अब हामीले पर्सपेक्टिभ सोच्दाखेरि त त्यसलाई त पाएन भन्ने हुन्छ नि त तिमीले भन्नु खोजेको ब्रान्डले चाहिँ त्यति गरेन भन्नु ब्रान्डको साइडबाट होइन ब्रो छ ब्रान्डको ठिक छ अहिले सो अहिले नेपालमा एजेन्सी यो साइडमा
अहिले त म त चाहन्छु कि कन्टेन्ट क्रिएटर आओस् आओस्। होइन, नयाँ नयाँ कन्टेन्ट क्रिएटर बनौँ तपाईँहरू प्लिज गर्नुहोस् यो, किनभने एकदमै राम्रो स्कोप छ र तपाईँले ब्रान्डमै बस्नुपर्ने भन्ने हुँदैन क्या अब चाहिँ होइन। फेसबुक पनि मोनिटाइज भइसक्यो नि त, सो त्यसबाट आफै अर्निङ पनि मजाले गर्न सक्नुहुन्छ, फेसबुकले आफ्नो अडियन्स ग्रो हुन्छ, पे राम्रो गरेर छ अहिले पे फेसबुकले। राम्रो छ, युट्युब भन्दा राम्रो छ पे Okay. फेसबुकको। युट्युबमा लङ कन्टेन्ट हो, तिमीले 2 घन्टा बनाउन सक्यो भने 1 घन्टा, अब यो पोडकास्ट 1 घन्टा भइसक्यो, अब यहाँबाट यति यता आउने होला युट्युबको होइन। जस्तो राम्रो पैसा चाहिँ युट्युबमा पनि छैन भने होइन, तर फेसबुकमा तिम्रो सर्च, किनभने तिम्रो लङ फर्म भनेको एकदम ठुलो कमिटमेन्ट हो क्या। लङ कन्टेन्ट निकाल्नु सबसे गाह्रो कुरा हो क्या। तिमीले पुरै सुट एक दिनको सोचेर गर्नुपर्छ। सर्च त तिमीले जस्ट 30 सेकेन्ड्स 2 मिनटको त एकछिनमै गर्न सक्यो नि त, त्यो सजिलो हुन्छ अलिकति लङ फर्म, तर दुइटै सेम हो, तर लङ फर्म गाह्रो हो। युट्युबमा त्यो लङ फर्ममा पैसा छ, तर फेसबुकमा मोनिटाइज भइसक्यो, फेसबुक मोनिटाइज पनि आइरहेछ। अनि तपाईँले अझै अहिले चाहिँ कस्तो छ, क्रिएटरहरूलाई सजिलो के छ भनेदेखि ब्रान्डहरूले मजाले पे राम्रो पे गर्नुहुन्छ। ब्रान्डहरूलाई 5,000 10,000 खर्च गर्न त्यस्तो नाइ भन्दैन क्या आजकल ब्रान्डले, उनीहरूले बुझिसकेको छ। अनि ब्रान्ड पनि कस्तो भइसक्यो भने एड टाइपको ब्रान्ड, के अरे मलाई नगर्नु, कन्टेन्ट नबनाइदिनु, मलाई जस्ट इन्टिग्रेसन सटली इन्टिग्रेट गरिदिनु भन्नेवाला आइसक्यो क्या ब्रान्डहरू। सो दे आर पेइङ गुड, राम्रै हुँदैछ अहिले चाहिँ। अहिले कन्टेन्ट क्रिएसनको अब बुम छ। अब कस्तो भयो, 2 वर्ष अगाडि ठ्याक्क बुम भएको थियो, सो यस्तो पड्काएको थियो, यस्तो अहिले भइरहेछ, आगो बल्दैछ। अब 1-2 वर्षमा चाहिँ फेरि सेलाउँदै जाला। त्यही भएर आफ्नो एउटा बनाइराख्नुहोस् अनि निसमा काम गर्नुहोस्। मेन चाहिँ तर निसमा काम गर्ने बेस्ट। मेरो भ्यू हिसाबमा चाहिँ कस्तो हुन्छ भने कन्टेन्ट क्रिएसनमा पैसा छ भने आइटी पढाए जस्तै क्या होइन। मेहनत कति गरेछ त थाहा छैन। जस्तै कुशलकै फर इक्जाम्पल कुशलकै लिउँ, पहिला क्वालिटी कस्तो थियो होइन, उसले त त्यो मेहनत त देखेन नि त मान्छेले, त्यो मेहनत देख्दैन। जुन पनि फर्स्ट भिडियोदेखि आजको जुन पनि युट्युबरको कस्तो थियो हालत होइन, त्यहाँबाट ग्रो हुँदै आएको हो नि त, त्यो मेहनत देख्दैन के, अनि पैसा मात्र कमायो भन्छ क्या। हि डिजर्भ्स इट। जो नकमाएको टाइम लामो, नकमाएको टाइम त लामो छ नि त्यो। जे भाइले कुरा गर्दाखेरि पनि जस्तै युट्युबमा अपलोड गर्ने बेलामा पनि डिलेमामै थियो क्या, कसरी हालौँ नहालौँ, गरौँ नगरौँ थियो। सुरज दाइले ल त्यो त उसमा हाल भनेर गरेछ, अनि त्यसपछि उसले उसको पैसा गीत हिट भयो होइन। त्यसपछि सेक्वा त उसले लेखायो नि त, क्रेडिट गोज टु हिम इन्टायरली, उसले लेखायो। म बस एक्ट गराइदिया हो, प्लस डिरेक्सन पनि मान्छु के, मलाई एक्टिङ गराइदियो नि त उसले। जे भाइ त गर्थ्यो, तर मलाई गरायो नि त उसले। त्यो एडिटमा पर्सपेक्टिभमा भर पर्छ, त्यो एक्चुअली त्यो मेहनतमा भर पर्छ क्या। जस्तै निशलको पनि कुरामा यत्रो स्ट्रगल सुन्यो नि त होइन, ऊ यहाँ पुग्यो, हि डिजर्भ्स नि त। तर पैसा छैन, ऊ गरेर छैन भने कस्तो हुन्छ, कन्टेन्ट क्रिएसन गरे पैसा आइहाल्छ भन्ने जस्तो कुरा। त्यसमा नलाग्नु, त्यसरी नलागौँ, पैसाको लागि चाहिँ नगर्नु। तपाईँलाई मनपर्छ कन्टेन्ट क्रिएसन होइन, तपाईँले यसमै के गर्नु छ, केही अडियन्सलाई केही दिनु पऱ्यो, तपाईँले भ्यालु दिनु पऱ्यो क्या। होइन भ्यालु दिएपछि बल्ल ब्रान्डहरू तपाईँ आइपुग्छ। भ्यालु नै छैन केसको, यो पनि त त्यही त जस्तो भयो भने चाहिँ हुँदैन क्या। के नयाँ चाहिँ गर्नै पर्छ तपाईँले, नयाँ नगरिकन चाहिँ फेरि त्यो हराउँछ भिड। नयाँ गर्नुपर्छ, प्लस अब रेलेभेन्ट बस्न पनि गाह्रो छ क्या, एकदमै गाह्रो छ। मलाई एकदम गाह्रो छ क्या। यो यसमा चाहिँ सबसे बेस्ट लाग्छ सदन श्रेष्ठ होइन। उहाँको म त उहाँलाई मान्छु खाँच्ची नै होइन। मेरो कन्टेन्ट क्रिएसन सुरुवात नै सदन श्रेष्ठबाट भयो। पहिला त अफिस भर साइडमै गऱ्यौँ, तर त्यो बुम भएको सदन श्रेष्ठबाट हो क्या। उहाँसँग गरेपछि बुम भयो, पठाउको पनि भइहाल्यो, प्लस के अरे अङ्कल भन्नेवाला एउटा भिडियो थियो हाम्रो, अङ्कल भन्छस् भनेर क्या। साथी हामी अङ्कल भइसक्यो भन्ने थियो क्या उसको मेरो होइन। बाउको बिहे थियो हाम्रो चलेको, ट्याक्सी भक्तपुर जानेवाला थियो, जुझ्दोवाला थियो। त्यो हाम्रो 5-6 भिडियो त मिलियन गएको क्या त्यो। त्यसपछि मलाई थाहा भयो कि ओके कन्टेन्ट क्रिएसनमा छ, केही न केही स्कोप छ। मेरो जुन एक्टिङको देखाउन पाइरहेको थिएन कुराहरू, त्यो कन्टेन्ट क्रिएसनको थ्रु देखाउन सक्छु मैले होइन। मान्छेले चिन्न थाल्यो उसलाई, पहिला उसँग हिँड्दा उसलाई सबले सेक्का बुढो नि त, मलाई कसरी नचिन्ने, मारी सुटेर घरमा गएर रोएँ एकलट जस खुसी लाग्थ्यो उसलाई चिन्दा होइन। त्यसपछि बिस्तारै कन्टेन्ट क्रिएसन आफू पनि गर्दै गएँ, मान्छेले चिन्न थाल्यो मलाई, ए तपाईँ त त्यही होइन भनेर हुन्छ नि होइन। जस्तै बुढीलाई माया गर्ने बुढा भने चिन्न थाल्यो मान्छेले, पहिले नेपाली जोइ भन्छ मान्छेहरूले होइन। सो एउटा चाहिँ अनि सजन श्रेष्ठलाई किन मान्छु भनेपछि उसले चाहिँ टाइम अनुसार आफ्नो कन्टेन्ट चेन्ज गरिदिएको क्या। उसले पहिला रियाक्सन गर्थ्यो, पहिला त स्ट्यान्डअपै गर्थ्यो, त्यसपछि रियाक्सन गर्न थाल्यो। रियाक्सन पछि उसले बुझ्यो मेरो अडियन्स अब बोर हुँदैछ, सो यस्तो जाँदै थियो उसको ग्राफ। उसले पोडकास्ट सुरु गरिदियो, पोडकास्ट सिधै यो भयो पोडकास्ट। त्यो बेला पोडकास्ट कसैले गरेको थिएन रमाइलोवाला होइन। उसको कस्तो हुन्छ, भाइब क्रिएट हुन्छ क्या त्यो बेला, वाइल्ड छ त्यो उसको सेटमा चाहिँ भाइब देख्छौ क्या तिमी। हामीलाई हेर्दा नै पनि त्यस्तो फिल। जस्तै यहाँ देख्छ नि केटा मोबाइल छ, त्यस्तो हुँदैन त्यहाँ। त्यहाँ चाहिँ हामी नै बस्छु, म बस्छु यता कारणमा, म बसिरहेको हुन्छु, म पुरै ध्यान दिएर सुनिरहेको हुन्छु, उता भाइ एडिट गरिरहेको हुन्छ, 1-2जना भाइ पनि बसिरहेको हुन्छ क्या। सो एउटा माहौल क्रिएट हुन्छ क्या, त्यहाँ हाँस्ने ओर्ने सबै सुन्ने भइरहेको हुन्छ नि त। सो माहौल क्रिएट हुन्छ क्या। त्यो चाहिँ गेस्टलाई पनि भन्न मन लाग्छ क्या, ल यो चाहिँ अनि कुरा गर्दा के कुरा गर्न थाल्छ क्या। विपिन दाई त्यहाँ आएर खुल्यायो क्या। विपिन दाईले आफ्नो बच्चाको कहानी सुनाउने, प्रियङ्का दिदी त्यहाँ आएर
होइन मेरो के भएको थियो आफ्नो स्कुलको कहानी सुनाउनु थाल्नुभएको थियो मलाई टिचरले यसरी पक्राएको थियो यो गर्दै के हुन थाल्यो क्या त्यहाँ त्यो एउटा त्यो कुरा कहीँ सेयर भएन क्या त्यस्तो एकदम र फर्म अफ कन्टेन्ट आयो एकदमै र फर्म आयो अनि सडनली के उसको रिसर्चै गर्दैन क्या गेस्टको बारेमा त्यो चाहिँ सबसे बेस्ट हो क्या किनभने फर्स्ट टाइम 30 हुन्छ क्या उसले फर्स्ट टाइम 30 हुन्छ उसलाई पनि हो र एक्सप्रेसन आउँछ नि उसको यस्तो भएको ल भन्ने हुन्छ नि त अनि त्यो चाहिँ मेन उसको अनि त्यसपछि उसले उयो गर्यो त्यसपछि उसलाई थाहा भयो पोडकास्ट पनि मेरो हुँदैछ भनेर उसले फेरि बिहेभियर सुरु गरिदियो केबिसी को 1000 पछि सुरु गर्यो उसले त्यो पनि वाइल्ड गयो ब्रो को 1000 पछि त वाइल्ड गयो क्या त्यसमा त फिल्मको मान्छेले फोन गर्ने क्या हामीलाई त्यसमा बोलाऊ भनेर क्या पोडकास्ट त कति गर्नु त्यसमा बोलाऊ भन्नु थाल्यो त्यो वाइल्ड गयो क्रेजी गयो त्यसपछि बिहेभियर हान्नु थाल्यो रोडको सो होइन रोडको सो पनि चल्यो उसको होइन त्यो पनि दामी त्यहाँबाट म्याक्सी पेन्टर नै भाइ नै भाइरल भयो त्यहाँबाट ऱ्यापरै चल्यो त्यहाँबाट होइन उसको करियरै बन्यो यार त्यहाँबाट त होइन त्यो भयो त्यसपछि अहिले फेरि उसले रियाक्सन गर्दैछ होइन सो नयाँ नयाँ कुराहरू उसले ट्राई गरिरहेको छ क्या कि अडियन्स मेरो अडियन्स बोर नहोस् भनेर त्यो चाहिँ सही लाग्छ क्या नयाँ कुरा ट्राई गरिराख्नुपर्छ क्या जहिले पनि क्या कन्टेन्ट वाइज पनि त्यो मेहनत छ तर टु बी भेरी फ्र्याङ्क वार पैसा आउँछ कन्टेन्ट क्रिएसनबाट सेलिब्रिटी स्टेटस आउँछ त्यहाँबाट नजाउँ सुरुमै त्यहाँबाट सुरु गर्ने नै होइन इफ प्यासन ड्रिभन छ भने हो गर्न सकिन्छ होइन तर किनभने प्यासन ड्रिभन गऱ्यो भने जस्तो कि टाइम निकाल्ने कुरामा पनि जस्तै मलाई मनपर्छ भने म 3 दिन फिल्म हेरिदिन्छु नि त टाइम त निस्किँदो रहेछ नि त सिरिजै भने रातभरि हेरिदिन्छु एउटा सिरिज भ्याउने भने एक्सक्युज नगर्नु होइन प्यासन ड्रिभन हुनु पर्यो नि त त्यो भयो भने चाहिँ आउँछ इट फलोज भने जस्तो हो होइन तर त्यो पैसा तर यो हुन्छ नि पैसा कमाउँछु अनि म एकैचोटि सेलिब्रिटी भइरहन्छु भन्यो भने त्यो हानिन्छ कन्टेन्ट अनि फेरि अब यो हाम्रो आफै सेल्फ बनाइरहेको कन्टेन्ट प्लस अब मुभीतिर चाहिँ कस्तो छ सिन्स यु गाइज हैव सीन त्यो पार्ट पनि मुभी त उसले भर्खर एउटा कुमारीमा सकाएर उसको फिल्म हिट पनि भइसक्यो हैन सो फिल्म एकदम राम्रो भयो कुमारीमा राम्रो एक्टिङ गरेछ उसले सो ब्ल्याक सो कस्तो छ लाइक मुभीतिर जानको लागि थाहा छ त कुमारी फिल्म थाहा छ उसको गीत पनि थाहा डोको बुन्ने उसैले खेलाएको छ त्यो फिल्ममा छैन किन खेलाएको छैन म गीतमा छैन नि फिल्ममा छ भने क्या फिल्ममा छ मुभीमा चाहिँ छु तर मुभीमा चाहिँ मुभी सिनमा त म नै ऊ हो पहिलेदेखि खेलिरहेको अमेरिका बोइज बिए पास अनि त्यहाँबाट अर्को के थियो बी ग्रेड भन्ने नहुने ऊ टन्नै मुभिजहरू गरेर उसलाई थाहा हुन्छ क्या म त एउटा मुभी गरे हो होइन म त यसमा त बचै छु क्या त्यसमा पनि के भएको भने तपाईँको सेकुवा बुढोको हेरेर चाहिँ होइन हेरेर चाहिँ हामीले गरेको हो तपाईँले सक्नुहुन्छ भनेर भने क्या अनि म चाहिँ के गर्नेको कोसिस गर्छु भने मेरो फ्लजहरू म पहिले भनिदिन्छु क्या पछि गएर त्यहाँ सेटमा चाहिँ म बर्बाद पनि नहोस् भयो क्या म स्क्रिप्टेड गर्न सक्दिनँ म स्क्रिप्टमा सक्दिनँ मलाई इम्प्रोभाइज गर्न दिनु सक्ने हो भने चाहिँ म गर्छु मलाई सिकाउने हो भने गर्छु मेरो फर्स्ट फिल्म हो गर्ने हो भने चाहिँ ल भनेर त्यो भयो भने चाहिँ ऊ चाहिँ फ्र्याङ्क भयो भने होइन अब तर आई डोन्ट नो अहिलेको कुरामा चाहिँ एउटा फिल्म हजुर यो इन्डस्ट्रीमा अलि मजाले तर हि इज भेरी लकी उसले एकदम राम्रो डिरेक्टरसँग काम गर्न पाएको छ होइन दिनेश राउत फर्स्टमा अहिले पनि उसले गर्दैछ सो राम्रो डिरेक्टरसँग काम गर्न पाइरहेछ एकदम रिनाउन्ड मान्छेसँग काम गर्न पाइरहेछ त्यसको लागि चाहिँ मलाई खुसी लाग्छ उसलाई देखेर मैले गर्दा चाहिँ त्यस्तो रिनाउन्ड पनि दायर हुन्थ्यो प्रवेश दायर हुन्थ्यो एकदम राम्रो दायर हुन्थ्यो सो कस्तो चाहिँ फिल्ममा चाहिँ तिम्रो मैले स्टार्ट पनि सानैबाट गरायो होइन मलाई के थियो हामीले के सिकाउनु चाहनु पर्यो भनेदेखि एनी क्यारेक्टर इज नट ए स्मल अर बिग क्या क्यारेक्टर इज क्यारेक्टर अनि हिरोको पनि क्यारेक्टर हो सबैको क्यारेक्टर अनि सबै टिम मिलेर फिल्म बन्यो क्या फिल्म मेकिङ भने एकदम ठुलो कुरा हो क्या एकदम इट्स अ बिग टास्क अनि त्यसपछि डिरेक्टर नै हो क्याप्टन अफ द सिप होइन उसले सबै हेर्नुपर्छ नि त अनि एडियरले त हेल्प गर्ने उसलाई डिरेक्सन यो गर्ने भनेर होइन त्यो सबै टिम सानो क्यारेक्टर इम्प्याक्ट पर्छ क्या तिमीले कति फिल्म हेऱ्यो होला सानो क्यारेक्टर कस्तो इम्प्याक्ट परिहाल्छ तिम्रो दिमागमै बसिहाल्छ त्यो नोटिसेबल क्यारेक्टर हुन्छ नि कतिपय फिल्ममा होइन अस्ति भन न ल 3 इडियटमा चतुर नभए फिल्म त्यो 3 इडियट हुन्थ्यो सानो त्यो लाइब्रेरियन पनि सानो त्यो हाँस्दाखेरि त्यो हुन्छ नि सेन्टिमिटर होइन त्यो सेन्टिमिटर त्यो खुच्चे होइन चतुरले भन्दाखेरि त्यो स्पिच दिँदाखेरि त्यो आएको थियो नि त्यो मिनिस्टरको रियाक्ट उसको रियाक्सन हैन असलीले मिनिस्टर कति सानो छ नि त्यसको इम्प्याक्टफुल छ नि त तर एकदम कति 10 सेकेन्ड्स 20 सेकेन्ड्स हार्डली थियो होला त्यत्रो मुभीमा तर अनि त्यस्तो भन्न खोजेस क्यारेक्टर इज अ क्यारेक्टर हो क्या सानो ठुलो पनि हुँदैन तिमीले चाहिँ आफ्नो इफोर्ट दिइराख्नुपर्छ भन्ने हो क्या सरले त्यो सिकाएको थियो क्या त्यसपछि चाहिँ सेकेन्ड भएर पनि त्यस्तो नेसनल सेकेन्ड भएर पनि म गएँ फिल्महरू खेल्न जस्तो रोल पाएँ मेरो फर्स्ट फिल्ममै प्रवेश दाइसँग थियो मेरो वरिपरि खतरनाक क्यारेक्टर क्या स्वर्गीय सुनिल सर हुन्थ्यो त्यहाँ होइन सुल थापा सर मेरो साइडमा हुनुहुन्थ्यो हरिहर शर्मा हुनुहुन्थ्यो त्यहाँ होइन
यतातिर हाम्रो बिर्से दाइको यार सन्दीप छेत्री दाई हुनुहुन्थ्यो त्यहाँ होइन बवाल एक्टर थियो क्या वरिपरि नै होइन अनि हाम्रो हरिया दाई हुनुहुन्थ्यो होइन अनि सबैजना थियो त्यहाँ अनि त्यो माहौलमा म चाहिँ ह्याकरको रोल गरेको थिएँ मैले होइन ह्याकर थियो आइटी ब्याकग्राउन्डै भयो नि त त्यो फिल्ममा थियो मेरो सानो रोल थियो जस राम्रो भएको थियो क्या त्यति ठुलो एक्टरसँग बिचमा म पर्फर्म गर्छु नर्भस पनि भएन क्या फेरि म नर्भस पनि भएन म होइन दामी भयो त्यो त्यसपछि अर्को फिल्म पाएँ मैले मयङ्क भन्ने पाएँ अनि कस्तो हुन्छ फिल्ममा तिम्रो अब पैसा त ठिक छ अलिअलि नै थियो त्यो बेला पनि त्यस्तो कुरै गरेन देखिनुपर्छ फिल्ममा कस्तो भन्दैछ तिम्रो भने तपाईँहरूले मैले चान्स दिएको हो यो होइन तपाईँहरूले देख्नु हाम्रो ब्यानरबाट देख्नु भनेको ठुलो कुरा हो तपाईँहरूलाई हामी चान्स दिएको हो यो भन्ने कुराहरू पनि हुन्छ क्या हुन त चान्स दिएको पनि हो तर पनि सर्टेन पे त गर्नुपर्छ क्या बिकज त्यो गर्नको लागि म एउटा दुःख गरेछ अनि मैले 2-3 फिल्म त आएकै छैन आएन त्यो बन्दै भयो तिनीहरू 3टा फिल्म जति बन्द भयो एउटा सिरिज बन्द भयो मैले एउटा गरेको त्यो पनि आएन किन त्यस्तो किन हुन्छ खै यार मै हो कि बनाउँथ्यो कि थाहा छैन टेक्निकल इस्युजहरू पनि हुन्छ नि जस्तै बलिउड त सुनिरहेको हुन्छ नि त पैसै तिम्रो पुग्दैन क्या फर्स्ट एउटा फिल्म कस्तो भने म फर्स्टमा जाँदाखेरि तिनीहरूले मलाई मासु भात खुवाएको छ बिहान खिर पुरी छ होइन खाजामा दिउँसो मासु भात छ खाजामा होइन मतलब खानामा होइन टन्नै क्या आइटम छ अनि अर्को सेड्युलमा बोलायो मलाई सेकेन्ड थर्ड सेड्युलमा बोलाउँदाखेरि खाना खान जान्छ त सुप छ क्या सुप र भुट्टी भात छ क्या सो प्रोडक्सन लेभल यहाँबाट यहाँ गइसक्यो क्या त्यो होइन अनि त्यो हुन्छ नि त्यो तिम्रो प्रोड्युसर भाग्दैन क्या बिचमा धेरै खर्च भयो भने प्रोड्युसर भाग अनि म त्यही भन्छु कोही प्रोड्युसर बन्न खोजेको छ भने तपाईँहरू सुरुमा आफ्नो बजेट छुट्याउनुहोस् पहिला फिल्म मेकिङ के हो बुझ्नुहोस् कति खर्च आएको बुझ्नुहोस् होइन अब जब हालिसकेको छ 30 लाख भनेपछि अर्को 50 लाख ल्याएर फिल्म त रिलिज हुन्छ नि त यार एटलिस्ट केही त उठ्छ अब त्यो नउठे त फिल्मै बन्द भयो अब हामीले काम देखाउनै पाएन एक त साला तिनीहरूले त्यही भने हुन्छ सुरुमै तपाईँको लागि हाम्रो ब्यानरमा तपाईँको ठुलो कुरा हाम्रो फ्यामिली देखिनुहुन्छ त्यही भनेर कम्प्रोमाइज काम गरिदिरहेको हुन्छ एक त फिल्म रिलिज हुँदैन क्या अनि कामै देखाउन पाएन क्या 6 महिना 4 महिना त्यसमा जान्छ यार वर्कसप 1 महिना गर्यो होइन के सुट गर्यो डबिङ गर्यो सबै गरेर 3 महिना गइसकेको हुन्छ त्यो फिल्ममा फोकस भएर 3 महिनाको स्यालेरी हो नि त एटलिस्ट भनौँ स्यालेरी गर्ने 3 महिना 1 लाख 1.5 लाख त आउँछ त्यतिको पनि तिमीले कम्प्रोमाइज गरेर थोरैमा काम गरिदिएर आउँछ त्यो फिल्म पनि रिलिज भइदिँदैन क्या अनि कामै देखाउन पाएन क्या तिमीले कहाँ देख्ने तिम्रो काम त्यो चाहिँ अलवेज च्यालेन्ज ऊ त एकदम लकी हो उसको फर्स्ट फिल्म रिलिज पनि भयो एटलिस्ट फिल्म हिट भयो गाना हिट भयो फिल्म हेर्न आए मान्छे त्यस्तो कमर्सियल हिट नभयो होला त ठिक छ केही छैन तर मान्छेले हेऱ्यो नि त एप्रिसिएट त गरेको कति काम उसको धेरै काम एप्रिसिएट गर्छ मान्छेले मलाई आएर भनिरहेको हुन्छ होइन फिल्म रिलिज भइदिँदैन क्या कस्तो राम्रो कुरा हो क्या त्यो भनेको चाहिँ मलाई फिल्मदेखि त रिस उठायो क्या एकताको मैले छोड्दा क्या फिल्मै गर्न क्या त्यस्तै भएर क्या राम्रो क्यारेक्टर गर्यो त्यस्तो कम्प्रोमाइज गरेर गरिदियो ठाउँमा पुगेको सबै कुरा मैले जब छोड्दा आइटीको फिल्मकै लागि छोड्यो हो नि त त्यत्रो सेक्रिफाइस गरेको कुराहरूमा अनि काम पाइरहेको छैन काम पाए पनि त्यसरी रिलिज भइदिँदैन कामहरू कस्तो राम्रो लाग्छ क्या कति मिहिनेत गरे हुन्छ त्यो एउटा क्यारेक्टरको लागि अहिलेको लागि चाहिँ त्यही हो मेन कुरा चाहिँ अब सिक्नु पर्ने पनि रहेछ कि मैले कस्तो होइन प्रोड्युसर प्लिज तपाईँ सिकेर आउनुहोस् यार फिल्म मेकिङ अनि बल्ल पैसा हाल्नुहोस् यतिकै नहाल्नु होइन तर त्यो अरू टेक्निकलिटिज पनि हुन्छ क्या कहिलेकाहीँ लिगल इस्यु भइदिन्छ कहिलेकाहीँ अब प्रोड्युसर लिगल इस्यु पनि एउटा फिल्म रोकिरहेको छ लिगल इस्यु भइरहेछ कहिले के हुन्छ त्यो पनि एउटा माइन्डसेट बनाएर जानुपर्ने रहेछ कि जे पनि हुनसक्छ भनेर क्या अनि अर्को कुरा चाहिँ के हो भने हुन्छ नि तँलाई चान्स दिएको हो होइन यो ठुलो कुरा हो भने नगर्ने क्या बरु म त त्यही सजेस्ट गर्छु साँच्ची नै तँलाई चान्स दिएको साँच्ची मलाई एक त इगोमा लाग्छ किनभने यो निसलले पनि भनिरहेको हुन्छ सुरज दाईले पनि भनिरहेको हुन्छ कि तिम्रो मेहनत नि तिम्रो मेहनत गन्जी लाएर नाचिरहेछौ तिमी युट्युबमा होइन ऊ के अरे प्यारोडीमा जङ्गल दौडिरहेछौ डोरा भनेर होइन त्यो गरेर त्यो मेहनत चाहिँ तिमी देख्दैनौ अनि यु डिजर्भ इट नि बिटीले पनि त्यही भन्छ क्या बिटी कान्छाले अस्ति नै एउटा उसमा बोलाउँदाखेरि उसले त्यही भन्थ्यो क्या टु डिजर्भ किया त मैं बुलाएन भन्छ क्या होइन अब काइको भन्छ क्या अब स्क्रिप्टमा किन सक्छ सक्दैन नसके सक्दैन तँ बोलाएन भनेर भन्ने कुरा हो उसले पनि मलाई भनिरहेको हुन्छ मेन कुरा चाहिँ त्यही हो क्या इट्स अ बिग थिङ यताउता त्यो अरू एकजनाले पनि भने सुनेको थिएँ क्या मैले बिग थिङ हो भने प्लिज तपाईँको बिग थिङ तपाईँ नै राख्नुहोस् भन्ने कुरा अहिले यस्तो हामी अब सर्टेन फेस भ्यालु केही न केही छ थोरैले पनि 5-10 सालले चिन्छ त्यो भएर चाहिँ एउटा हामीले भन्न सक्यो क्या यो कुराहरू तर कतिजना हुन्छ स्ट्रगल एक्टरहरू भन्नै सक्दैन उसलाई त एकचोटि आउन पाएँ भन्ने नै उसको त गाह्रो हुन्छ यार भइसक्यो नि त केटीहरूलाई सेक्सुअली ह्यारास हुन्छ केटाहरूलाई मेन्टली ह्यारास हुन्छ यो फिल्डमा क्या त्यो चाहिँ पहिले नै उ गरेर हाल्नु क्या किनभने देखा पर्नु छ भनेर त अर्कोमा स्ट्रगल त्यो एनर्जी अर्कोमा लगाउनु मिल्यो नि त होइन त्यो पहिले नै सतर्क हुने क्या पहिले
पैसा हाल भनिदिन्छ अरे कतिजनाले ल मलाई भने एकजनाले ए, एउटा एड सुट त एडमा खतरा लाग्छ मलाई पैसाको लागि ठिक एड बेस्ट एड काम बेस्ट छोटो टाइममा पैसा सक्यो। छोटो टाइममा पैसा एड एकदम राम्रो प्रोडक्सन पनि एडको हुन्छ प्रोफेसनल हुन्छ एड मेकरहरू अहिले एकदमै हामीले पनि हामी पनि एड बनाउँछ एड होइन अन्त एडको एकदम राम्रो हुन्छ क्या कस्तो हुन्छ मैले एउटा लाइटको दाइले त्यो बेला सुरुकै बेला क्या एड गर्दै फर्किया थियो गाडीमा लाइटको दाइ आएर भाइ एउटा गाना छ दामी गाना छ लोकदोरी सुन भनेर सुनायो क्या लोकदोरी त्यो गाउँछ नि गजल टाइपको थियो गाना गाना राम्रो थियो होइन चलेकै सिङ्गर हो यो सिङ्गल यो गाना गाएको थियो यसको यो सेकेन्ड गाना किन्दा सोचेको पाएँ मैले तर पैसा चाहिँ हाल्नुपर्छ ल 2 लाख भनेर 2 लाख 3 लाख कति हाल्नुपर्छ भने उसले मलाई एक्टिङ नै गरिदिनु एक्टिङ पैसा नि अनि दाइ म त पैसा लिन आएको दिन आएको होइन भने भन्दै क्या मैले भाइ एकदम राम्रो चान्स छ सबैले पैसातिर त आउँछ भन्ने भन्ने क्या तिनीहरू टाइपको क्या पनि रियालिटी हो दाइ। कतिजना छन् यार प्रोड्युसरहरू धेरै जस्तो एक्टर भएको तिमीलाई तर- मैले किन लिने त रिस्क किन लिने भने जस्तो कुरा गर्छन् क्या त्यही हो होइन अनि त्यो पैसा तिर्नुपर्छ भन्दाले अँ। त्यसपछि म त गर्दैन त यस्तो काम भनेर भन्दै क्या मैले उम्, एउटा फिल्ममा अडिसन दिन गएको थिएँ म होइन एकदम ठुलो ब्यानर हो एकदम ठुलो ब्यानर अनि उहाँहरू बस्नु अडिसन लिनुभयो अनि सक्यो अडिसन सक्यो ताली पनि बजाएको क्या तिनीहरूले तामी लागेर अनि म त फुल कन्फिडेन्स पाउँछु फिल्म यसको फिल्म भनेर लिड ठिक छ लिड केही सेकेन्ड लिड भयो भने अथवा हुन्छ नि त्यो उम्, अनि मलाई पुरै फोन आएन अनि दसैँ तिहारको बिचमा फोन आयो निश्चलजी हामी यो भएर तपाईँलाई चाहिँ हामीले सिलेक्ट गरेको छौँ भने ल ठिक छ के को रोल हो अनि हिरोको साथी हो ए ल ठिक छ कति सिन छ भने सिन त्यही 4-5 रहेछ ल नाइस नाइस भन्यो होइन अनि के छ डाइलग कति रहेछ मेरो भने क्या मैले डाइलग त अब छैन। छैन भने ल ठिक छ केही छैन डाइलग पनि ठिक छ केही न केही त साथी भने ठिक छ ओके ल देखा पऱ्यो नि ठिक छ अनि त्यसलाईसम्म 3-4वटा फिल्म गरिसकेको थिएँ ओके। अनि राम्रो क्यारेक्टर पनि गरिसकेको थिएँ मैले अनि के अरे मैले सोधेँ ड्रेस त दिएकै छैन तपाईँले आफै ल्याउनु पर्छ भन्यो ए ल ठिक छ पैसा भने त्यो पनि भन्यो त्यो पनि फोकटमा मुभी बनाइरहेछ। अनि मैले बुझेँ अनि त्यसपछि मैले बुझेँ तपाईँले कस्तो क्यारेक्टर खोजेँ हो तपाईँले अडिसन क्लिप हेर्नुभएको जस्तो लाग्यो मलाई मसँग त्यस्तो भाइहरू छ फर्स्ट कमर छ तिनीलाई भनिदिन्छु म भनेको हुन्छ नम्बर दिनु न हामी ल त्यस्तो छ क्या अनि तिनीहरूलाई कस्तो हुन्छ भन न हुन त फर्स्टमा टाइम देखिनलाई त ठिक छ इस ओके तर कोही एक्टिङ सिकेर आइरहेछ भनेपछि त सर्टेन पे त गरेर एटलिस्ट त्यो चाहिँ हुन्छ क्या मलाई कस्तो हुन्छ त्यो फिल्मको प्रोड्युसरले लास्टमा नमस्ते गरिदिनुहुन्छ अरे धन्यवाद तपाईँ आइदिनु हाम्रो फिल्ममा जोडिदिनु त्यसलाई धेरै धन्यवाद त्यो चाहिँ राम्रै एक्टरहरूलाई पनि क्या धन्यवाद अरे 2 बजेसम्म सुट गराएर राति ए हामीले सुनेको त्यो स्टोरी होइन 2 बजीसम्म सुट गराएर क्या त्यति त नगरिदेऊ यार त्यति त धेरै गाह्रो हुन्छ यार एक्टर कसरी सर्भाइभ गर्ने मेरो मसँग भएको एक्टिङ कम्पिटिसनको साथीहरू एउटा छैन नेपालमा अहिले सब विदेश छन् नसकेर क्या त्यसरी दलाइदिन्छन् क्या त्यो मलाई मन पर्दैन क्या त्यही भएर पनि मैले कन्टेन्ट क्रिएसन सुरु गराएर होइन आफ्नो कामहरू देखाउनु पाउँछु राम्रो कामहरू पाउँछु होला भन्ने पनि हो अनि प्लस यहाँबाट देखाउनु पायो भने एक्टिङको केही न केही त देखिन्छ भन्ने पनि हो क्या त्यो एक्टिङको किरालाई हुन्छ नि त्यो तिम्रो सेटिस्फाई गराउन क्या यसमा लाग्यो क्या म गरिरहेको छु आफैलाई सेटिस्फाई हुन्छ नि त त्यो त दिउँसो अफिसमा मुड बिग्रियो म साँझ आफ्नो कन्टेन्ट खिच्छु आफू खुसी हुन्छ नि त हो त्यो बेस्ट हो क्या त्यो एउटा स्केप चाहिँ स्केप हो क्या त्यो राम्रो अहिले धेरै एक्टरले जस कन्टेन्टै हालेर पनि जीवन हुनुहुन्छ एकदम जीवन बस्ने त हो उहाँले भर्खर एउटा फिल्म पनि पाउनुभयो सच गुड एक्टर होइन त्यस्तो मान्छेले काम पाउनुपर्छ राम्रो पठाउ गरेर पहिला स्ट्रगल गरेर अनि फाइनली डिड इट भन्ने जस्तो कुरा छ खाने गाह्रो भइसक्यो लाग्छ कि कस्तो राम्रो एक्टिङ गरेको त्यो हरेक एक्टर उसको फरक छ क्या त्यस्तो एक्टरले काम पाउनुपर्छ राम्रो त्यस्तो गर्नुपर्छ प्लस अहिले चाहिँ कस्तो सेगमेन्टेड छ भने मैले फिल गरेको होइन एज अ कन्टेन्ट क्रिएटर होइन कन्टेन्ट क्रिएटर के छ भने अब त्यो उसमा इन्स्टाग्रामको टाइलमा हेर्दाखेरि 1 लाख प्लस भनौँ न मिलियन त जाँदैन मेरो कुनै मात्र हो होइन त्यो 1 लाख प्लस 2 लाख प्लस यस्तो गरेर त्यो टाइल देखिरहेको हुन्छ नि त होइन अनि मलाई डिएम्स कस्तो आउँछ भने एज पर योर भ्युवर्स काउन्ट इट्स भेरी लो लेट्स बाटर इट्स अ भेरी गुड अपर्च्युनिटी फर यु होइन विल गिभ यु द ब्रान्ड्स एन्ड यु मेक द भिडियो फर अस एन्ड यु गेट द रिच वाइ डु आई निड द्याट मलाई चाहिँदैन होइन त्यस्तो भन्ने क्या बाटो सिस्टम अहिलेको कुरामा चाहिँ है होइन बाटो पनि कति हामीले गरे हो नगरे पनि होइन तर यस्तो हुन्छ क्या उसले कसरी भनिदिन्छ भनेदेखि बाटो ल ठिक छ केही छैन तर उसले के युज गरिदिन्छ भने सेन्टेन्स भनेदेखि हामीसँग जोड्नु भने तपाईँलाई एकदम दामी हुन्छ तपाईँको रिच बढ्छ भन्ने कुरा जोडिदिन्छ बाटो इज गुड ठिक छ हामी गर्छौँ त्यसमा त नै तर कुरा गर्ने तरिका हुन्छ नि एउटा तपाईँको लागि यो त भेरी गुड अपर्च्युनिटी तपाईँ एकदमै
हुन्छ नि हामीसँग जुट्नु पनि तपाईँको एकदम नाम बन्छ नि अनि अझ के हुन्छ भने पिआर प्याकेज उहाँहरूलाई पठाइरहेको हुन्छ हामीले किन्नुपर्छ अरे कि ए त्यो होला त्यो द्याट्स द भेरी मलाई चाहिँ भनेको छैन एकदम उसको कुरा होइन अब जस्तै तपाईँलाई प्याकेज पठाइदिन्छु होइन तर त्यो किन्नुपर्छ अनि भिडियो पनि बनाउनु पर्छ होइन त्यो बाटर सिस्टम हो उनीहरूले कोल्याब दिन्छ अरे हो सो एक दुईजनाले किन्न पनि परेछ किन्न पनि परेछ कि मलाई चाहिँदैन नचाहिने कुरा म किन किनौँ त्यसको भिडियो नि बनाइदिनु छ भिडियो नि बनाइदिनु त्यो युज गरेर उसले एड रन गर्छ बिजनेस नि पाउँछ अनि प्लस नाम बेच्छ क्या रन गरिदिन्छ एड सबभन्दा ऊ चाहिँ कस्तो छ भने एउटा भिडियो बनाएर ऊ गरिदियो भने हामी ट्यालेन्ट म्यानेजमेन्ट हो उहाँलाई हामी म्यानेज गरिरहेको छौँ भनिदिन्छ क्या अनि तर होइन सबैजना धेरैजना त्यस्तो हुँदैन होला हुँदैन होला तर एक दुईजना बिवेयर त्यस्तो पनि हुन्छ जस्तो आफ्नो भ्यालु बुझ्नु पर्छ भ्यालु बुझ्नु पर्यो कन्टेन्ट बनाउँदिन्छ अथवा एक्टिङ फिल्डमा मिडिया फिल्डमा हुन्छ आफ्नो भ्यालु चाहिँ बुझ्नु पर्यो तर मैले चाहिँ त्यो एउटा बुक के अरे पावर अफ ह्याबिट भन्ने बुक सबैले पढायो होला धेरै जस्तोले तर त्यसमा भन्छ नि एउटा कन्सिस्टेन्टली एउटा ह्याबिट बनाउनको लागि एउटा समय लाग्छ अनि त्यसपछि त्यसले दिन्छ होइन त्यसले फिर्ता दिन्छ नि त मैले यो कुमारी पाउनुभन्दा अगाडि भाइले च्यालेन्ज गरायो कि मलाई तपाईँ 1 महिनासम्म कन्सिस्टेन्टली हाल्नु तपाईँले मुभी पाउँछ हावामा बोल्थेँ क्या पक मैले मुभी पाइनँ भने तँलाई भनेर 1 महिना कन्सिस्टेन्टली हालेको त्यही हेरेर आयो नि त त्यो कन्सिस्टेन्सी मेन्टेन गऱ्यो भने आफै भ्युज आफै काउन्टहरू आउँछ नि त रिलेटेबल दिनु पर्यो तर आउँछ होइन तर त्यो भन्दैमा चाहिँ ब्रान्चलाई दिन्छु बाटर सिस्टम भन्यो भने चाहिँ एकदम गाह्रो त्यो चाहिँ नो नै भन्न सिक्नु तिम्रो एन्सर क्वेसन के थियो हामी कहाँ रहने कुरा रियालिटी फिल्म मेकिङमा आउनु पायो अहिले राम्रो मेकर पनि आउनुपर्छ मैले त धेरै पहिला कुरा गरेँ सो राम्रो मेकर आउनुपर्छ तपाईँहरूले जस फिल्म मेकिङ जानुहोस् भन्छु म फिल्म मेकिङमा चाहिँ फिल्म मेकिङ कन्टेन्ट क्रिएसन सबै हो होइन ट्राई गर्नुहोस् सजिलो छ तर प्यासन ड्रिभन भयो भने झनै सजिलो हुँदो रहेछ क्या होइन अब मलाई कस्तो छ भने मेरो त्यो तुरोटवाला छ एउटा होइन बहिनीसँग त्यतिकै हावामा गरे क्या 3 मिलियन टिकटकमा टिकटकले रिकगनाइज गर्यो अहिले त्यतिकै गयो क्या अब त्यो हुन्छ नि गरिदिउँ भनेर त्यो भयो भने त सजिलो हिसाबले गर्नु पऱ्यो नि त अब मान्छेले के गर्छ देव चाहियो ऊ चाहियो यस्तो चाहियो प्रोडक्सन भ्यालु त्यो देखाउँदाले भने चाहिँ सक्दैन मैले धेरैजना देखेको छु त्यस्तो पनि धेरैजना क्वालिटी दिने नि दाइ हेर्दा अपिलिङ होस् त्यो मतलबै हुँदैन स्क्रोल गर्ने कुरा होइन देऊ न रिलेटेबल ज्वाइँको के छ र होइन नि सर होइन हुन्छ कतिपय ग्राममा हुन्छ चिरिपदेखि नै साउन्ड क्वालिटी दुईवटा मात्र मिलाएर हुन्छ धेरै मिलाउनु नि पर्दैन प्लस पर्दैन त्यो क्वालिटी एउटा म यस्तो खतरा दिन्छु भनेर चाहिँ चल्दै नचल्ने हुन्छ स्पेसली फर्स्टमा सुरु गर्दा जे छ त्यहीबाट सुरु गर्दा मान्छे जस्ट पोस्टेड भन्यो मान्छेले र मन पर्छ क्या एकदमै जब तिमीले लाइट्स हाल्न थाल्यो भने कन्टेन्टमा चाहिँ मैले फिल गरेको मान्छेले एकदमै त्यो अलिकति ऊ बुझ्छ क्या यो हल्का ब्युटिफाई गर्न थाल्यो अब भने बुझ्छ गर्ने त्यो पनि नगर्ने भने गर्ने त्यो पनि एक कोहीसँग छ भने त प्लिज गर्नुहोस् होइन त्यही अनुसारको अडियन्स आउँछ क्या त्यो अनुसार अडियन्स नै आउँछ अनि त्यस्तो हुन्छ पहिला स्टार्ट गर्नुहोस् त्यसपछि त्यो बनाउने कुरा त लाइट बनाउनु आफ्नै अडियन्स थाहा हुन्छ फेसबुकमा अहिले गऱ्यो भने तेरो यति सेकेन्डको भिडियो चल्छ तेरो यो डेमोग्राफिक्स छ यतिदेखि यतिसम्मको एज छ भनेर चाहिँ त्यही हेर्दै गर्ने अनि यसमा चाहिँ मलाई सबसे बेस्ट लाग्छ बिबीके भाइन्सको होइन उसले मोबाइलबाट सुरु गर्यो नि त अनि उसले बिचमा क्यामेरा ल्याएर गर्यो क्या सेल्फी मोड तर क्यामेरा ल्याएर गर्यो क्या उसको चलेन क्या त्यो कन्टेन्ट उसको अडियन्सलाई मोबाइलकै ठिक लागेको थियो क्या तर उसले के गर्यो त्यो अडियन्स त उसको ग्रो गराएर चाहिँ उसले स्विच गरेर सिधै सिरिजमा लगिदियो नि त त्यसो भने त जान पाउनु भयो त्यो त ठुलो कुरा होइन लेभल पुगेपछि गर्न पनि पायो सुरुै गर्न पनि पायो छ भने त गर्न पायो तर इफ कोहीसँग छैन भने चाहिँ होइन जे छ त्यसले सुरु गरिदिनुहोस् कन्टेन्ट रिलेटेबल भयो भने त जान्छ के जान्छ थाहा हुँदैन कि भाइरालिटीको कुरै ऊ छैन कि अब जस्तै अनसेफ नेपाल भनेर गरेको थियौँ हामीले होइन उसको कुशलको के सेफ नेपालको प्यारोडी गरेको होइन हेरेन कसैले धेरैले होइन अनि पछि मैले के गरेँ रिल काटेर हाल्थेँ क्या त्यो 4 मिलियन छ क्या त्यो रिल पछि बरु फेरि आएर हेरेँ क्या त्यो कुशलले मैले तैँले के गरेको थियो उसमा त भ्युज बढिरहेको थियो भनेर हाँसिरहेको थियो कि कुशल त्यस्तो हुन्छ क्या अनि भाइरालिटी केमा जान्छ कसरी जान्छ थाहै भएन भाइरल हुन चेज गर्नु परेन भाइरालिटी त गर्ने ठोक्दे हाल्दे ठोक्दे मतलब बनाइदे 2-3टा आई मिन आफूले गरिराख्नु पर्यो स्लोली रेकगनाइज हुन्छ भन्ने खालको कुराहरू अहिले दाइ मैले मेरो अब्जर्भेसनमा पनि आई थिङ्क अहिले यो फिल्म मेकिङ पढेर आउनेहरू पनि धेरै आउनु भएको छ नि त दाइहरूले पछि केही कोर्सहरू त्यस्तो केही गर्नुभयो त
मैले चाहिँ गरेको छैन उसले उसले चाहिँ लियो। एक्टिङ उसले नि वर्कसप लियो अहँ। सुदाम दाईसँग उसले त्यो workshop मुभीकै लियो, बेलामा बेला लिएको। लिएको ओके दाइले चाहिँ अँ। हजुरले चाहिँ मैले त लिइसकेँ यार। कोर्स चाहिन्छ। नै पनि गर्नुभयो चाहिन्छ 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 त्यो चाहिँ मैले चाहिन्छ। पछि लिएँ एक्टिङ ओके। कम्पिटिसन पछि अँ। एउटा मेथड एक्टिङ क्लास लिएँ मह्म। इन्डियाको सर हुन्थ्यो उहाँसँग लिएको एउटा मह्म। त्यसपछि फेरि अनुसरसँग लिएकै थिएँ मह्म। अनुसरको टिमसँग लिएको थिएँ भनौँ न मह्म। अनि त्यसपछि फेरि क्लास लिएँ मेथड एक्टिङको फेरि अहिले रिसेन्टली नै किनभने एक्टिङ कस्तो हुन्छ साइकल आएको जस्तो होइन क्या उम्, तिमीलाई बाइक आएको जस्तो हुन्छ नि कति टाइमपछि आउँदा फेरि आउँछ नि त्यस्तो हुँदैन उम्, एक्टिङ तिम्रो रेगुलर प्र्याक्टिस मह्म। एकदम डिसिप्लिन हुनुपर्छ एक्टिङमा क्या ओके अनि तिम्रो भोइसको कुराहरू भयो एक्सप्रेसनको बडी ल्याङ्ग्वेजको कुरा भयो तिमीले गर्न छोड्यो नि तिमीले बिर्सिन थाल्छ क्या फेरि उम्, होइन रिसेन्टली मैले फेरि सुदाम दाईसँग सुदाम सिके हुनुहुन्छ उहाँसँग उम्. कथा घेरामा कौशल थिएटरमा फेरि दुईचोटि लिएँ दुईचोटि सेम दुईचोटि त्यो चाहिँ फेरि दुईचोटि लिएँ मैले अनि भोइसको क्लास लिएछु मैले उम्. भोइसको पनि क्लास लिएँ मलाई भोइसमा धेरै कुराहरू खेल्नु पर्ने थियो मह्म। त्यो फेरि भोइसको क्लास पनि लिएँ सो म त अहिले भर्खर राइटिङको लिँदैछु फेरि ओके। सुरजसँग लिँदैछु सुरज उम्. ब्रोसँग उम्. सो सबटेक्सको सुरज छ उहाँको टिकटकमा उम्, उहाँ पनि हो, भाइरल हो. हुनुहुन्छ उहाँसँग हो. राइटिङ क्लास लिँदैछु ओके सो सकेसम्म जति लिन सक्यो जति सिक्न सक्यो मह्म। त्यति दामी हुन्छ क्या धेरै सिक्न सक्यो। डाइमेन्सनहरू हुँदो रहेछ अँ, क्या मैले एकजना त्यो अँ, कुमारीमै सिकेको सुदाम दाईसँगै धेरै रिजन छ। आइम सेङ इज कति मान्छेलाई चाहिँ त्यो कुराहरू हामीले जो हुन्छ नि मुभीमा हेरेर हुन्छ रिलहरूमा हेरेर हुन्छ त्यो उनीहरूले पनि दे हेभ स्टडिड यो कुराहरू छ भन्ने कतिलाई अवेरनेस पनि छैन नट नेसेसरीली होइन आई मिन जस्तै हजुरले लिइरहनु भएको छ नि त होइन अँ। आई मिन त्यो कुरा त थाहा हुनु पर्यो नि त कोही मान्छेहरूलाई चाहिँ ओके यो पनि छ यस्तो गरेर पनि मेबी म इम्प्रुभ हुन सक्छु भन्ने एउटा इम्प्रुभमेन्टकै अँ, लागि हो। इम्प्रुभमेन्टकै इम्प्रुभमेन्टको लागि लागि इम्प्रुभमेन्टकै लागि एडेड हो। फिचर भनौँ न उसले त्यो एड-ons। क्लास लिएपछि कस्तो चेन्ज भयो मह्म। उसको एक्टिङ रेन्जै चेन्ज भयो ओके उसले डेप सिक बुझ्न थाल्यो मह्म। होइन इन्टरनल कुराहरू कसरी निकाल्ने बाहिर बुझ्न हो थाल्यो त्यो चाहिँ हो। त्यो तिन चारवटा मेथडै हुन्छ क्या Guidance एक्टिङको लागि हुन्छ पनि क्या। गाइडेन्स हुन्छ क्या मह्म। तिन चारवटा मैले सिकेको चाहिँ अँ, 15 दिनमा त लिन पाएँ मैले चाहिँ अँ, त्यो मुभीकै वर्कसपमै सिकाउँछ नि त मह्म। त्यति बेला लिन पाएको हो त्यति बेला पनि धेरै गरे सिक्यो टिचर पनि चाहिन्छ फरक एकदम को- एकदम कोसँग मैले मेन्टरसिप अँ, लिइरहेको छु mentorship भन्ने अँ, खालको एकदमै कुराहरू बुझ्नु पनि पर्यो टिचर important बारेमा हुन्छ। पनि मेन्टरसिप त चाहिन्छ यार अँ। मेन्टरसिप त लाइफमा त नचाहिकन सोध्न पर्यो नि त उम्. जस्तै म गर्दाखेरि निशालाई सोध्ने कि सुरज दाईलाई सोध्ने कि एक्टिङको केसमा त्यो हुन्छ नि त जस्तै तिमीले युट्युबमा पनि हेरेर सिक्न सक्छौ हो अँ। युट्युबमा सिक्यो भने तिमीले कस्तो क्वेसन एराइज भयो कहाँ सोध्ने उम्, त्यसलाई कहाँ सोध्ने अँ, कमेन्ट रिप्लाई गर्दैन तिमीले हरेक अँ, चाहियो नि त एकजना सोध्नु त चाहियो। पऱ्यो नि अँ, अँ। कसरी गर्ने भनेर अँ। त्यो चाहिँ चाहिन्छ ब्रो यार ठ्याक्कै त्यही कुरा गरिराख्दा चाहिँ हामीले यो पडकास्ट पनि अहिले बुक योर काउन्सिलिङ भन्ने प्लेटफर्मबाट गरिरहेछौँ कि होइन सो हाम्रो पर्पोज भनेको नै जुनै पनि फिल्डमा इफ यु वान्ट टु सिक मेन्टर होइन अनि त्यसको लागि चाहिँ हामीले यो प्लेटफर्म पनि बनाएको हो कि उम्, सो मेन्टरसिपको कुरा गरिराख्दा चाहिँ हाम्रोमा पनि हुनुहुन्छ वी आर करेन्टली हुन्छ नि अब हामी हाम्रो मेन्टरको लिस्टहरू डिफ्रेन्ट फिल्डमा एक्टिङमा छ एभिएसनतिर पनि छ डक्टर डिफ्रेन्ट फिल्डमा चाहिँ हामीले अहिले गरिरहेछौँ सो दायरको लाइफमा चाहिँ मेन्टरसिपको रोल कसरी भएको छ लाइक होला नि त एउटा पोइन्ट मैले यो पोइन्टमा चाहिँ मैले राम्रो मेन्टरसिप पाएको भए मेरो पाथ डिफ्रेन्ट हुन्थ्यो भन्ने खालको त्यस्तो इन्स्टान्सेसहरू आउट अफ मेनी अब धेरै नै होला होइन धेरै नै छ। त्यस्तोमा चाहिँ लाइक तिम्रो के छ भन्नु केही पर्यो? कुराहरू हाइलाइट गर्न मेरो चाहिँ कस्तो भयो भने भूकम्प बेलामा म एकदम रक बटम पुगे हो क्या दाइको किन? त्यो कुरा नि गरौँ न अँ। अहिले म चाहिँ एकदम घाइते भएको हो नि त हो किनभने खुट्टा पनि एम्पिटेट गर्ने भन्ने थियो म त्यो कोमामा गएको थिएँ होइन 9 दिन कोमामा पुगेर यही मुलाले उम्. उ गरेर होइन त्यो गर्दाखेरि तर त्यो काउन्सिलिङमा चाहिँ कस्तो भयो भने मलाई के भइरहेछ भनेर एकदम डार्क प्लेसमा गएँ क्या म हुन्छ नि रुममा बसेँ खाना ल्याइदिन्थ्यो तँलाई दुखिरहेछ भनेर सोध्ने हो पेरेन्ट्सले छैन भने ऊ गर्यो अनि फर्क्यो त्यो गर्यो होइन त्यस बेलामा बचाएको चाहिँ मलाई स्पिरिचुअलिटीले हो म के हुन्छ भने अब त्यो स्क्रल गर्दा गर्दै के हुन्छ नि कोही नभए पनि महादेव त छ नि भन्नेवाला रिलले स्ट्राइक गरेँ क्या अनि म महादेवतिर गरेँ ऊ गरेँ उसलाई भन्ने उसलाई गर्ने मैले आफ्नो कुरा चाहिँ उहाँलाई पोखेँ भनौँ न तर एन्सर अब हुँदाखेरि चाहिँ अलिकति सुपर नेचुरल सुनिन्छ होइन कुनै न कुनै वेमा मैले रिलेट गर्न सक्थेँ मेरो डाउट्सहरू चाहिँ तर यो काउन्सिलिङको कुरा चाहिँ एउटा स्पेसिफिक प्रोफेसनलबाट आएको भए म फार मोर बेटर हुन्थ्यो होला क्या होइन त्यो उसँग पुग्यो भने त अब के भने एभ्रिथिङ रक बटम पुग्यो भने त न मेरो करियर छ न मेरो स्टडिज छ न मेरो लभ लाइफ छ केही छैन होइन त्यति बेला चाहिँ काउन्सिलिङ नेसेसरी थियो जस्तो लाग्यो क्या न तर प्रोफेसनली त अब जस्तै एट्याक गर्दाखेरि पनि हाम्रो मेन्टर हुनुहुन्थ्यो अहिलेको मेन्टर ऊ नै छ सुरज दाई हुनुहुन्छ मेन्टर्सहरू छ क्या तर कस्तो फरक पर्दो रहेछ नि आफै गर्नु र यस्तो गर्दा हुँदैन र भने थर्ड पर्सन पर्सपेक्टिभ आउँदो रहेछ क्या यो हुन्छ नि त भने यो त सोचाइ नै भन्ने हुँदो रहेछ क्या
त्यो कुमारी गर्दाखेरि पनि गर्ने र निश्चल भन्दाखेरि देखा पर न मुला देखा पऱ्यो भने कतिजनाले गर्छ अभिषेक भाइ जो लिड थियो उसलाई बेहुली फ्रम मेघोलीमा सानो रोल गरेर देखेर लिडमा लिएको हो क्या हेर त त्यो भनेर उसले भनेको क्या म गएँ नि त अब म आफै गएर त गर्दिनँ के भन्ने हुन्थ्यो नि त मलाई त्यो चाहिँ काउन्सिलिङ चाहिँ नेसेसरी छ उसको त फिल्म पनि उसको नाटक पनि थियो अभिषेक नाटक पनि थियो तर मैले सुनेको चाहिँ त्यो बेहुली फ्रम मेघोलीमा त्यो देखेँ नाटक पनि हेर्न गए दिनेश दाई अनि त्यसपछि गरे हो सिक्रुम भनेर गरेको थियो उसले खड्काइ भाइ हो खड्काइ भाइ हो अब उसले चाहिँ त्यही भन्थ्यो क्या केही छैन काका भन्थ्यो काका भइसकेको थिएँ म केही छैन काका यो त्यसरी गर्ने हो भनेर भन्थ्यो क्या त्यही भएर चाहिँ काउन्सिलिङ चाहिन्छ प्रोफेसनली गयो भने दे नो वाट दे आर डुइङ होइन अब किनभने अब मैले काउन्सिलिङ भन्दा पनि कस्तो हुन्छ भने बहिनी मेरो बिएसडब्ल्यू सोसल वर्क डेभलपमेन्टमै हो क्या उसले भन्दाखेरि पनि करियर काउन्सिलिङ किन गराउँदो रहेछ काउन्सिलिङ किन हुँदो रहेछ बल्ल मैले थाहा पाइरहेको छु भनेर क्या एउटा मान्छेलाई थाहा भएको मान्छेले भन्यो भने चाहिँ डिरेक्सन दिँदो रहेछ नत्र त यो गर यो नगर भन्ने मान्छे भइदिनु यो गऱ्यो भने यस्तो हुन्छ यो गऱ्यो भने उस्तो हुन्छ भनेर चाहिँ गर्न भन्न त भन्छ मान्छेले होइन सुन्दै त तिमीले आफ्नो आफ्नै त्यो पनि तिमीलाई एउटा पर्सपेक्टिभ त आउँछ भन्ने कुरा हो क्या कति मान्छेलाई थाहा नै नहुन सक्छ नि त थाहा नै नहुन्छ होइन सो एसएलसी पास भयो म 80% आएको थियो एसएलसीमा तर मैले दियोस् राम्रोसँग त्यस्तो पढ्ने खालि स्टुडेन्ट होइन क्या म हल्का यताउता हेरेर पास गरेँ मैले होइन अनि +2 पढ्ने काठमाडौँ आएँ काठमाडौँ आएपछि मलाई रियालिटी चेक भयो क्या मलाई मैले त मम्मीलाई म के अरे म्यानेजमेन्ट पढ्छु भनेको थिएँ म खाना पकाउने इन्ट्रेस्ट अलिअलि थियो क्या त्यो खाना पकाउने आफ्नै खाने हो के नै गर्नुपर्ने हो र भन्ने थियो चाख्दै बस्छु भन्ने थियो खाना अनि मम्मीले होइन त साइन्सै पढ्नुपर्छ 80% कतै हानेको मान्छे कहाँ होटल म्यानेजमेन्ट पढ्छ त्यो मान्छेलाई नै पहिला त्यो एउटा थियो नि त डिएचएम भनेको त अब त्यो सेकेन्ड डिभिजन पछि पढ्ने भन्ने एउटा पढ्दैन मान्छेले त्यस्तै हेर्थ्यो छोराले म्यानेजमेन्ट पढ्छ भन्ने थियो मम्मीलाई होइन किनभने सबैले के भन्छ नि त सकेन म्यानेजमेन्ट पढ्यो 80% ल्याएको थियो भने साइन्सै पढ्नु पऱ्यो मैले होइन तर मैले बायोलोजी सक्दिनँ भन्थेँ सुरुमै कम्प्युटर पढेँ अनि 11-12 कम्प्युटरै पढेँ मैले त्यसपछि पनि धेरै कुराहरू आयो क्या अब के पढ्ने भनेर क्या क्वेसन उठ्छ नि त के पढ्ने अब त सिए एकजना सिए जा भन्छ होइन सिएको भने नि सिएको एक साइनको 1 लाख 2 लाख कति भनेर होइन स्कोप छ भनेर टाइपको क्या अनि कसैले ल एकजना कसले के भनेको थियो एरोनोटिक्स इन्जिनियरिङ भन्छ कसैले प्लास्टिक इन्जिनियरिङ के छ नि त कसैले एग्रिकल्चरमा जा किन आफ्नो खेत बारी छ त्यसमै त्यसमै गर्नुपर्छ भन्ने थियो प्रिन्टिङ इन्जिनियरिङ होइन सो आइटी चाहिँ लास्टमा मलाई कम्प्युटर लिएको थियो नि त +2मा सबैले यसलाई आइटी नै ठिक हुन्छ र साथीसँग भेटेँ मैले आशीसँग भेटेँ उसले आइटीले लिए आइटीमा कोडको 2 लाख भनिहाल्यो भने त्यसपछि 2 लाख भनेपछि यही ठिक हुन्छ भनेर यही पढाएँ मैले क्या आइटी त्यसरी पढाएँ क्या प्रपर काउन्सिलिङ पाएको भए मैले अझै देख्न बुझ्न पाएको भए यस्तो गाह्रो हुन्छ ब्रो यसमा यो हुन्छ अझै त्यस्तो सर भेटेँ होइन शिवरी सर हुनुहुन्थ्यो एनसिआइटीमा उहाँले भेटेँ उहाँले त्यही सिधै नाम सोध्यो सरले के काउन्सिलिङ दिनु आफ्नो कसरी लिनु थियो त्यहाँ त्यो आइटी के फरक छ भन्दा उसले नाम सोधेर निश्चलगाडीको गाडी इआर थपेर देखाइदियो मलाई ल यही फरक छ भनिदियो म मक्ख इआर निश्चल यही पढ्ने होला होइन त्यस्तो हुन्छ नि त त्यो त्यसमा जानु भएन प्रपर पायो भने जस्तै मैले भन्ने त्यो 6 सेमेस्टरमै मैले त्यत्रो ब्याक लाग्थेन होला मेरो त्यसरी लिएको भयो होइन त्यो त्यस्तो हुन्थेन होला क्या मैले राम्रोसँग मलाई कसैले इन्टर्नसिपको बेला तिमीलाई इन्टर्नसिप भनेको यो हो तिमीले यसरी इन्टर्नसिप ल्याउ नि त यति ठाउँमा यहाँ अप्लाई गर यसरी हुन्छ अप्लाई गर्नुपर्ने ठाउँहरू होइन यसरी बुझाउनुपर्छ यसरी सिक्नुपर्छ भने सिकाएको भयो कसैले म त राम्रोसँग आइडी गरेर आउँथेँ अहिले अथवा राम्रो हुन्थ्यो ग्रोथ जस्तो लाग्छ होइन एक्टिङको त मैले हावामा हानिदिएको त्यो पनि होइन त्यो पनि आफै सिक्दै आफ्नो मिस्टेकले सिक्दै गयो नि त एउटा डिटर्मिनेसन भयो गर्दै गएपछि डेफिनेटली मेरो फ्यामिली स्ट्रङ नभइदियो है मेरो फ्यामिलीले मलाई सपोर्ट नगराए म एक्टिङ पनि यतिकै हुन्थ्यो होला क्या मेरो म जान्थेँ ल कतै पनि क्या फ्यामिली सपोर्ट फ्यामिलीसँग कसैले काउन्सिलिङ पनि गर्दा भए त बेस्ट हुन्थ्यो नि त मलाई त्यही मुभीतिरै लाग्दा पनि सुरुमै यसरी गर भनेको भए फ्यामिली अझै आतिरहनुहुन्छ क्या अझ उहाँलाई आइडिया छैन कि यो फिल्ड कसरी काम गर्छ भनेर क्या होइन यो फिल्डमा यसरी हुन्छ यो फिल्ड यसरी हुन्छ मोर प्रिसाइज हुँदो रहेछ होइन मेरो फ्यामिली दादा दिदी सबैजना मम्मी बुवा उहाँहरूले नै हो पुस गरे होइन तर उहाँहरू पनि आतिरहेको हुन्छ अहिले पनि आतिनुहुन्छ अहिले पनि आइटी नै गर्छ कि फेरि पनि भन्नुहुन्छ क्या भन्नु चाहिँ किनभने स्योर छैन उहाँहरूले थाहा पनि छैन बारेमा क्या त्यो उहाँहरूले पनि बसेर सँगै सबैजना बसेर एउटा करियर काउन्सिलिङ कसैले गरिदिएको भए चाहिँ त्यो चाहिँ एकदम बेस्ट हुन्छ क्या ब्रो यो गर यो नगर अथवा यो छ
होइन अस्ति दाइसँग कुरा गर्दा पनि अब दाइले तिम्रो एज यति भइसक्यो यति पछि तिम्रो यति पुगेपछि तिम्रो ब्याङ्कमा यति भयो नभयो भने तिमी त्यस्तो यस्तो कुरा हुनसक्छ यति त हुनुपर्छ तिम्रो ब्याङ्कमा यार फाइनेन्सको त आई थिङ्क अहिले कति ग्रेजुएट्सहरूलाई आइडिया छैन छैन। फाइनेन्स कसरी पैसा छ आज सक्यो भ्याइयो भोलि आइहाल्छ दिनकै फाइनेन्सियल 1000 त खर्च भइरहेको हुन्छ मान्छेको यार आज नर्मली त्यस्तो यस्तो कुराहरू पनि एकदम ध्यान दिनुपर्छ क्या कसरी इन्भेस्ट गर्ने कसरी त्यसलाई कहाँ हाल्ने कुराहरू अझै आइडिया छैन कि अझै यसको बारेमा काउन्सिलिङ त छुट्टै हामीलाई चाहिरहेछ छुट्टै यसमा त हामीलाई चाहिरहेको छ फाइनेन्सियल लिटरेसी त इन जेनरल नेपालमा होइन ग्लोबली पनि Globally छैन दाइ, पनि। यो नेपालको प्रब्लम नै होइन होइन मैले भन्नु खोजेँ जस हामीलाई पनि चाहिरहेछ हरेक कुरामा चाहिँ एउटा सोध्ने मान्छे भयो या थर्ड पर्सन पर्सपेक्टिभ अनफिल्टर्ड दिने मान्छे भयो भने चाहिँ बेस्ट धेरै उभो लागिँदो रहेछ बेस्ट त्यो अब जस्तै अहिले मुभिज उसको कुरामा पनि उसकोबाट अनफिल्टर्ड आयो भने पनि सुरज दाईकोबाट आउँदैन ह्या हुँदैन यो भनेर आउँछ नि त त्यो भने ए अँ है भन्ने हुन्छ नि त त्यो पनि एक प्रकारको काउन्सिलिङ भयो इन्फर्मलवाला तर मोर फर्मल मोर प्रिसाइज गयो भने त धेरै राम्रो सो सम अप गर्नको लागि चाहिँ अहिले जो जति पनि इन्जिनियरिङ पढ्दै हुनुहुन्छ स्टुडेन्ट्सहरू होइन त्यो बेलामा एउटा मेन्टल प्रेसर एकदम नेक्स्ट लेभलको हुन्छ नट जस्ट इन्जिनियरिङ आई थिङ्क त्यो ब्याच आफूले जे गरिरहेछ त्यो बेलामा त्यही नै गाह्रो लाग्ने नि त यु गाइज आएर अहिले एक्टिङमा गर्दै हुनुहुन्छ यहीमा यसको डिफ्रेन्ट प्रेसर छ तर एज अ स्टुडेन्ट त्यो हजुरले कसरी कोप अप गर्नुभयो अनि केही एडभाइस छ स्टुडेन्टहरूलाई भने के दिन चाहनुहुन्छ तिम्रो मिलाएर म भन्छु कोही पनि साँच्ची नै भन्दाखेरि इन्जिनियरिङ पढ्ने किन भन्दाखेरि प्यासन ड्रिभन छ भने ठिक छ म इन्जिनियरै बन्छु अब नाम लेखेर आउँछु भन्दा पनि इन्जिनियरै बन्छु मलाई यो गर्ने थाहा छ भने पनि पढ्न ठिक स्कोपको पछाडि नलाग्नु स्कोप आफै बनाउने हो किनभने हामीले पनि त एक्टिङमा त स्कोपै छैन भन्छ नि त हामीले आफै बनाइरहेछौँ नि त स्कोपको पछाडि नदौडिने अनि प्लस मलाई आउँदैन या केही छ भने गर्नु सक्छ अहिले त भाइ कोड हानिदिन्छ ब्रो होइन अब कोडिङको लागि किन गर्नु पऱ्यो मलाई यो बुझेन भनेर एआईले गर भन्ने कुरा हो नि त सबै कुरा बुझ्नुपर्ने भन्ने जरुरी छैन तर लर्निङ कप चाहिँ हुनु पऱ्यो एउटा फाउन्डेसन हुनु पऱ्यो एउटा फाउन्डेसन हुनु पऱ्यो फाउन्डेसन पनि भन न इफ मैले भाइब कोडै गर्छु भने अब जस्तै हाम्रो भाइ एडिटर भाइ छ प्रवील उसले भाइब कोड गरेर एउटा सिस्टम बनायो राइट अनि अब त डिबग कसरी गर्छस् भन्यो भने म फेरि एआईले सोधिदिन्छु नि भन्छ क्या होइन अहिले सजिलो छ होइन कोडिङको लागि फाउन्डेसन बुझ्नु इज किनभने त्यो कुरामा भित्र के छ थाहा हुँदैन त्यही भएर हानिदिने हो होइन ब्रिच हुन्छ सिक्युरिटी प्रोटोकलहरू हुन्छ त्यो गरेर गर्ने हो नि त आउँदैन भनेर डराउने होइन मैले नभने जस्तै गरेर अहिलेको मान्छेहरू धेरै डराउँदैन किनभने अस्ति नै सिबी ओपन गर्दाखेरि पनि मैले यसबाट पढेको हो त मैले माइनर प्रोजेक्ट मेजर प्रोजेक्ट चाहिँ यसमा बनाएको छु भनेर त्यो कोड हेरेर त थाहा हुन्छ क्या थाहा हुन्छ नि यसले कहाँबाट स्टुडेन्टलाई के भन्ने भन्ने अनि त्यही त स्टुडेन्टलाई भन्दाखेरि के गर्ने भने लर्निङ कप हुनु पर्यो म सिक्छु भन्नु पर्यो एक्चुअली सिक्नु पर्यो र ज्ञान गर्नु पर्यो क्या अनि मात्र पाइन्छ जब स्कोप त्यहाँ आफैलाई बिल्ड गरिन्छ क्या होइन कोडिङ राइटर पनि गरिरहला नि केटाहरूले त्यही हो पहिला सुरु अलिकति रिसर्च गर्ने या कसैलाई सोध्ने त्यो गऱ्यो भने चाहिँ धेरै फाइदा हुन्छ जस्तो लाग्छ मलाई चाहिँ स्टुडेन्ट्सहरूलाई कन्टेन्ट क्रिएसनमा पनि त्यही हो जस्ट पोस्टेड अडियन्स आफै बन्दै जान्छ अनि आफै हुन्छ के स्टुडेन्टहरूलाई त्यही हो अब पढिसक्नु भएको छ तपाईँले होइन एडमिसन गरिसक्नु भएको छ अनि यतिकै अब गर्नु भएको छैन भने चाहिँ कसैले यतिकै नपढ्नुहोस् बुझ्नुहोस् मजाले मलाई यो गर्न मन छ कि चाहिँ सोध्नुहोस् आफूले सोध्दा एन्सर आउँछ होइन नआउने होइन अनि इन्ट्रेस्ट थाहा भइहाल्छ आफूले सकि छैन होइन अब दिदीले यो पढ्यो दाइले यो पढ्यो म पनि यही पढ्छु सजिलो हुन्छ विदेशमा त्यो पढेर गएको त्यसले पैसा कमाइरहेछ पैसा कमाउने तपाईँले आफैले हो तपाईँको दिदी दाइले तपाईँले 1 रुपियाँ दिनेवाला छैन कसैले हेर्नुहोस् दिन त दिन्छ नदिने होइन तर त्यो तपाईँले तर तपाईँले हुन्छ नि आफैले गर्नुपर्छ क्या होइन खाली हात आए थियौँ खाली जाएँ तर एक्लै रहेँगे वाला हुन्छ नि त्यो वाला त्यही हो होइन आफै गर्नुपर्ने हुन्छ सो अरूले गर्दैछ म यो गर्छु भने नजानुहोस् आफै पढ्नुहोस् होइन आफै बुझ्नुहोस् त्यो बारेमा अनि राम्रोसँग करियर काउन्सिलिङ लिनुहोस् होइन जसले राम्रो दिन्छ काउन्सिलिङ त्यो मान्छेसँग लिनुहोस् बुझ्नुहोस् त्यो बारेमा के हुन्छ अथवा के मैले यो पढ्यो भने जब पाइन्छ कि पाइँदैन होइन अनि स्कोप भन्ने कुरा कस्तो भनेदेखि एकदम भेग कुरा स्कोप छ यसको स्कोप त झिको पनि छ यार जिको छ पानीपुरी बनाउनु स्कोप छ होइन तिमी कपाल काटेर तिमी स्कोप छ तिम्रो होइन जेको स्कोप छ कि स्कोप त आफैले क्रिएट गर्ने हो क्या हाउ यु प्रेजेन्टेड हाउ यु मार्केटेड भन्ने कुरा हो क्या मेन खतराको इङ्ग्लिस बोल्दै क्या मैले सो यो कुरा हो क्या मेन चाहिँ कसरी मार्केट गर्छु त्यो कुरालाई भन्ने हो नि त पानी नै पुरेर बेच्यो भने जुन हाम्रो दाइहरूले बेच्नुहुन्छ होइन त्यो पनि एउटा भयो त्यसले राम्रो स्टल बनाएर राम्रो नेपाली चटपटी भने भाइ चाहिँ बिजनेसै गरिरहेछ पिच गरिरहेछ कसैले गरेर सार्क ट्याङ्कमा गएर पिच पनि हाल्न सक्छ अहिले
होइन सो And that doesn't mean कि पानीपुरी गर्ने होइन अब त्यो आफै स्कोप बनाउने हो होइन हेर गर्न मलाई त्यो नि Inspire गर हुन पाइयो गर्न पायो चिया पसल मान्छेले खोलेर राम्रै गरिरहेछ अर्निङ राम्रो होइन त्यहाँ गएर भ्यालु क्रिएट गरिदिएछ त्यहाँ जानलाई पनि एउटा 20 रुपियाँको चियालाई बढाएर तिम्रो 60 रुपिजमा गएछ मलाई खान नि मजा आएछ इमेज देखेर मलाई यस्तो मजा आइरहेछ क्या त्यहाँ म त अझै 200 तिर्छु क्या त्यहाँ त्यो चियाको लागि हुन्छ नि त्यो हाउ यु मार्केटेड भन्ने कुरा हो क्या सो मार्केट स्कोप जिक्को पनि छ जेको पनि स्कोप छ ब्रो म छक्क पर्छु क्या टिकटकमै ल भन न खाना खाएर मान्छेले पैसा कमाइरहेछ यार एएसएमआर होइन एएसएमआर गरेर पैसा कमाइरहेछ मान्छेले यार खानाको भिडियो देखेर पैसा कमाइरहेछ सुतेर पैसा कमाइरहेछ नाचेर पैसा कमाइरहेछ जे गर्दा नि पैसा एटलिस्ट अडियन्स त छ त त्यो पनि स्कोप जेको पनि छ क्या सो कसै आफूले प्रेजेन्ट गर्ने कुरा हो होइन सो तपाईँलाई के लाग्छ अब पढिरहेको छु मैले पढ्न सकेन एकदम गाह्रो भइरहेछ एकदमै गाह्रो भइरहेछ पास गर्नै गाह्रो भइरहेछ म सकिरहेको छैन भने चाहिँ तपाईँहरू स्विच गर्नुहोस् यार तपाईँहरू स्विच गर्नुहोस् मेन्टली प्रेसर नदिनुहोस् आफूलाई पनि फ्यामिली प्रेसर नदिनुहोस् होइन स्विच गर्नुहोस् राम्रोसँग पहिला बुझ्नुहोस् होइन अब तपाईँ छिरिसक्नु भएको छ 6 सेमेस्टरमा हुन्छ 4th डिग्री चाहिँ लिनु छिरिसक्नु भएको छ डिग्री चाहिँ इम्पोर्टेन्ट हेर्नुहोस् मैले पनि त्यही ल्यायो डिग्री चाहिँ लिनुपर्छ होइन डिग्री लिने के हुन्छ आफ्नो भन्न पनि सजिलो हुन्छ तर डिग्री ल्यायो भने आफूलाई कन्फिडेन्स पनि बिल्डअप हुन्छ क्या एउटा होइन सो होइन तर एकदमै गाह्रो छ म एकदमै गाह्रो भएको छ भने चाहिँ प्लिज तपाईँ स्विच गर्दाखेरि नै बेस्ट हो कस्तो हुन्छ नि बिएड स्टेरियोटाइप अब यो सोसाइटियल नर्म्स हो कि के हो होइन तर कम्पेयर हुन्छ क्या होइन जस्तै अहिलेको सिनारियोमा पनि जस्तै मैले इन्जिनियरिङ गरिसकेँ होइन यो 12 पास छ तिमीले बवाल कोड हानिदिरहेछ बवाल गरिरहेछ होइन तर भन्छ क्या कम्पेरिटिभली क्या यसलाई दिने भन्ने हुन्छ क्या एउटा पेपरमा फर्मलाइज त गरौँ अलिक त्यो कम होला टेकमा पनि पछि कम्पेयर हुन्छ नि हुन्छ एउटा पोजिसनमा तिमीले फिल गरे होला नि त पोजिसन गरेपछि हिज मास्टर्स अब तिमी ल स्किल छ भन्ने नै हो तर डिग्री चाहिन्छ यतिमा गर न भनेर फेस गरे होला नि हो त्यस्तो हुन्छ क्या मेरो वाला डिग्री चाहिँ चाहिन्छ भन्नु खोजेर पनि त्यो मैले मास्टर्स हामी दुईजना सकाएछ मास्टर्स होइन मास्टर्स सकाएर बसिरहेको अब त्यो उसको कुरामा पनि त्यही हो क्या त्यो जस्तै फर्मली के त डिग्री के त भन्दाखेरि 12 पास अब त्यो भन्दाखेरि ए भन्ने हुन्छ मान्छेले अलिकति अनि प्लस गभर्मेन्टले पनि अब तैँले यसलाई किन दिइरहेछस् भनेर क्वेसन गर्छ क्या तिमीले स्यालेरी उ गर्दाखेरि पनि त ऊ नै छैन के अरे कसरी पैसा वाइ भन्ने हुन्छ क्या त्यसरी पनि डिग्री इम्पोर्टेन्ट छ डिग्री इम्पोर्टेन्ट छ जे कुनै त एकदम सजिलो इन्जिनियरिङ गर्नु पर्यो बरु अलिक कम्पेरिटिभली अलिक पढ्न सजिलो इन्जिनियरिङ मैले कसरी पास गरेँ मलाई थाहा छ साहब माइक्रो प्रोसेसरमा म अहिले पनि भन्दैछु माइक्रो प्रोसेसरमा मलाई अहिले पनि इक्जाम दियो भने म सक्दिनँ मलाई आउँदैन त्यो होइन म माइक्रो प्रोसेसरले म झुकेर पास पाएँ होइन त्यो पास नभए पनि म इन्जिनियरिङ छोडिदिन्थेँ अनि कतिलाई हुन्छ क्या मेरो बुवाको पैसा मैले फसाइसकेँ 4 लाख होइन तर एकदमै मेन्टली प्रेसर लिएर हुन्छ कतिजनाले त्यो स्विच गर्ने बिफोर यस्तो हुन्छ क्या बुवालाई तिम्रो पैसा तिमीमाथि पैसा फालेको मतलब त्यस्तो हुँदैन क्या तिम्रो आँखामा आँसु देख्न सक्दैन तिम्रो बाउले हो होइन मेन कुरा त्यो हो क्या तिमीलाई त्यो स्थितिमा देख्न सक्दैन क्या बाउले होइन यस्तो लाग्छ आफूलाई अनि बाउसँग गएर कुरा गर्ने फ्यामिलीसँग गएर कुरा मलाई यस्तो गाह्रो भइरहेछ तपाईँको अनि फ्यामिलीको प्रेसरमा मैले पढेँ मलाई सक्दिनँ जस्तो लागेको छ बुवा म अर्को स्विच गर्न पाएँ क्या जेमा इन्ट्रेस्ट छ त्यही गर्न पाएँ क्या आफूले मैले फिल्म मेकिङ कोर्सहरू पनि छ फिल्म मेकिङ गर्न मलाई फिल्म मेकिङ कोर्स छ पिपल आर डुइङ ब्याचलर्स डिप्लोमा गरिरहेछ अहिले प्लम्बिङको डिप्लोमा गरेर मान्छेले कस्तो राम्रो गर्न पाउँछ सर्टिफाइड भयो नि त होइन इन्टेरियर डिजाइनिङ गर्न पायो क्लोदिङै गर्न पायो होइन फेसन डिजाइनिङ छ के छ नि त सो प्लिज तपाईँहरू त्यो चाहिँ एकदम हुन्छ नि आफ्नो हुन्छ नि आफूले प्रेसर नदिनुहोस् होइन अनि डिग्री चाहिँ लिनै पर्छ तपाईँहरूले डिग्री प्लिज दिनुहोस् एउटा पेपर चाहियो कि पेपर किन पनि चाहियो जस्तै मैले मास्टर्स नै गरेँ होइन मलाई के थियो सिक्नु थियो कतिपय कुरा क्या हाउ आई क्यान मार्केट माइ सेल्फ होइन हुन्छ नि एक्टर भने चाहिँ आफूले मार्केट नै गर्ने हो नि त एमबिए गर्नु मैले एमबिए गरेँ त्यो कसरी बिजनेस पनि चल्छ सिक्नु थियो क्या मलाई होइन हाउ इट दिस थिङ्स रन भनेर होइन त्यो तिमीले कि त प्र्याक्टिकल तिमीले अफिसमा गएर सिक्नु पऱ्यो कि त त्यहीँ सिकाउँछ क्या अनि त्यो कस्तो हुन्छ पढ्यो भने तिम्रो एउटा धेरै कुरा सिक्छौ क्या तिमीले प्र्याक्टिकली पनि थ्योरिटिकल सिक्छौ प्र्याक्टिकल पनि कतिपय सिक्छ नि त त्यहीँ पनि त एउटा भाइ हुन्छ नि त होइन एक्सपिरियन्स मान्छेहरू पनि सर्कलबाट पनि धेरै कुरा सिक्छ नि त होइन त्यो क्लास चाहिँ लिनुपर्छ जस्तो लाग्छ क्या मलाई क्लास लियो भने चाहिँ एकदम फाइदा हुन्छ क्या आफूलाई अनि आफूले काम माग्ने कुराहरू चाहिँ सिक्नुहोस् सकेसम्म चाहिँ अनि एक्स्ट्रा क्लासेसहरू कति लिन्छ लिनुहोस् होइन केही सिप सिक्नु छ भने सिक्नुहोस् त्यसले आफूलाई मोटिभेट गरिरहेको छ क्या बारम्बार म राइटिङ क्लास लिन्छु त्यहाँ एउटा अङ्कल आउनुभएको छ दाइ नै भनौँ होइन उहाँले 50+60 हुनुहुन्छ उहाँ होइन
एभिएसनको मान्छे हो, राइटिङ सिक्न आएको छ कि उहाँलाई कविता लेख्न मनपर्छ अरे क्या उहाँलाई, वाह। कविता लेख्न मनपर्छ, मलाई सिक्नु मन छ भने आउनुपर्छ क्या। कस्तो राम्रो मुभ हो नि त। ऊ हेर्दा स्ट्रिक देखिन्छ क्या, फेरि म्याट्रिक जस्तो देखिन्छ दाइ होइन, तर उसलाई कविता लेख्न मन छ अरे क्या, भित्रको बच्चा जायो क्या उसको होइन। त्यो कुराहरू हो क्या। यस्तो सिपहरू सिक्नुहोस् क्या, त्यसले तपाईँलाई एकदम मोटिभेट गर्छ, एकदम काम लाग्छ क्या सिपहरू। सिक्नलाई रङ टाइम हुँदैन होइन। कहिले रङ टाइम हुँदैन, कहिले रङ टाइम हुँदैन। थ्याङ्क यू सो मच है। इट्स अ प्लेजर टु सेयर दिस माइक विथ यु। हजुर दुईजनाको मैले कन्टेन्ट धेरै हेरेँ होइन। फिलिङ इज म्युचुअल ब्रदर। सो थ्याङ्क यू सो मच। हाम्रो भ्युवर्सहरूलाई पनि यहाँसम्म हेरिदिनु भयो। सो इफ केही कुराहरू छ भने डु लेट अस नो कमेन्ट्समा। अनि दिस इज फर दिस एपिसोड अफ बुकेर काउन्सिलिङ पडकास्ट। थ्याङ्क यू थ्याङ्क यू सो मच फर ह्याभिङ अस। वेलकम।